अब त्यो मिस्टेकको संख्या घटाउँदै जानु पर्यो हैन, त्यो हाम्रो लक्ष्य हो है। अब फर्म पनि अगस्तको 3 तारिकबाट खुल्ने भने आज कति तारिक हो 26 भइसक्यो हैन। अब 3 भनेपछि खै यो क्यालेन्डर कहरी हेर्ने हो म्याकमा आउँदैन है, यही हो कति रे आज 26 हैन, यसमा हो नेक्स्ट अर्को हप्ताको सोमबार हो। अब भर्ने पर्यो, के गर्नु। कोरिया उड्ने भाइ बहिनीहरूले चाहिँ नभर्नु हैन, उता कोरिया गइसक्यो हुन्छ तिमीहरू हैन। कोरियामा त टोपीको जान्दैन, त्यस्तो यस्तो हामथाप हुँदै हुँदैन। वर्षको 6 चोटि हुन्छ, सेन्टर लगभग 20-25 ठाउँमा हुन्छ। नेपालमा पो काठमाडौँमा मात्र भएर तनाव त हैन, धरानमा पनि हुन्छ, पोखरामा पनि हुन्छ भन्दा भए काठमाडौँको कसले कोरेर बस्छ हैन। एक ठाउँमा वर्षको 2 चोटि मात्र हुने भएर यतिसम्म शास्ति भएको हो हैन। ठिक छ, कोरियामा त सबै ठाउँमा हुन्छ, आफ्नो एरिया नजिकैको ठाउँ चुज गर्यो भने भइ पनि हाल्छ है। ओके ल, ल्याउनु भएको छ ल है। हामीले ग्रामरको प्र्याक्टिस गर्दै थियौँ, त्यही ग्रामरसँगै सम्बन्धित क्वेसन्स अस्ति सोधेका थियौँ। अस्तिको हप्तामा सोधेको क्वेसनकै म फिडब्याक दिँदैछु। सिन छेफोमल ने नौवन थ्वी मेचुरी छिनान्दाल भोदा ओहिरे खुगे छुरदुरत्ता भनेको छ। छुरदुल्दा भने के हो, घट्नु, घट्यो भन्न खोजेको। ओहिरे भने के रे, झन अझ उल्टै भन्न खोजेको। झन अझ उल्टै भन्नलाई ओहिर्य भनेर भनिन्छ है। सिन छेफोम भनेको नयाँ प्रडक्ट है। छेफोम भनेको प्रडक्ट सामग्री, सिन भनेन हो। ग्यालेक्सी S26 निस्किएको छ, अब 27 निस्क्यो रे, सिन छेफोम भयो, नयाँ प्रडक्ट। नेनोत्था भनेको रिलिज गर्नु, बजारमा रिलिज हुनु। थ्वी भनेको पश्चात हो, हुए भन्न खोजेको हो कि थ्वी पछि। मेचुल भने के हो, सेल्स। सेल्स भने के हो, बिक्री। सेल्स आज कतिको सेल्स हो, आज 2 लाखको सेल्स हो, मेचुल। त्यस्तोलाई मेचुल भन्छ हो। ओके, मेचुरी के हुन्छ, निल्गिनन खन्याङ। निल्दा भने के हो, बढ्नु। निल्गिनन खन्याङ बढ्नुको त कुरै छोडौँ, अस्तिको महिना भन्दा झन उल्टै ठुलो रूपमा घट्यो भन्न खोजेको। नयाँ प्रडक्ट निस्किएपछि सेल्स के हुन्छ, खासमा बढ्नु पर्ने, झन अझ उल्टो घट्यो भन्नु। बढ्नुको त कुरै छोडौँ। उन्नन खन्याङ व्याकरण पढाएको छ कि छैन? छ। निल्दामा गिनन खन्याङ गर्दा निल्गिनन खन्याङ भयो। ओके, नम्बर 2 요즘 인공 지능 프로그램을 한 번도 안 접은 사람의 없다. के भन्छ, 학생 치고। आजकलको विद्यार्थी भएर पनि हैन, छिगो भनेर पढाएको छ नि हैन। इनगोङ हेर्नुहोस् है, इन भने मान्छे हो, वेगुगिन हानगुगिन इन। खोङ भनेको खागोङ, खागोङ भनेको निर्माण गर्नु, प्रशोधन गर्नु, बनाउनु है। इनगोङ भनेको मानव निर्मित हो, मान्छेले बनाएको। छिनङ भनेको इन्टेलिजेन्स हो, बुद्धिमत्ता हो, बुद्धि हो क्या, बुद्धि। छिनङ भनेको है, भन्छ मानव निर्मित बुद्धि भनेको आर्टिफिसियल इन्टेलिजेन्स, एआई। एआईलाई के भन्छ रे, इनगोङ छिनङ भन्छ कोरियन भाषामा। नेपाली भाषामा कृत्रिम बुद्धिमत्ता भन्छ। कृत्रिम भने मान्छेले बनाएको, प्राकृतिक होइन नि त। प्राकृतिकलाई के भन्छ, छायन, छायन सुरप्ता भन्छ, छायन सुरौन भन्छ। छायन भने चाहिँ के रे, प्रकृति। इनगोङ भने चाहिँ मानव निर्मित भने कृत्रिम हो नि त। कृत्रिम बुद्धिमत्ता, आर्टिफिसियल इन्टेलिजेन्सलाई के भन्छ रे भाइ बहिनी हो, इनगोङ छिनङ भनेर भनिन्छ है। इनगोङ छिनङको प्रोग्राम एकचोटि नै प्रयोग नगरेको त मान्छे छैन। विद्यार्थी, आजकलका विद्यार्थी भएर नि एआई प्रयोगै नगरेको विद्यार्थी हुँदैन, सबैले प्रयोग गरेका छन्। त्यहाँ कुनै पनि अपवाद छैन भन्ने ग्रामर चाहिँ छिगोले लगाउँछ भनेर पढाएको छ कि छैन? छ है। जे पढाएको त्यही प्रश्न सोधे हो कि, तर प्रसङ्ग मात्र फरक, प्रसङ्ग फरक छ। प्रोग्रामी ओरिउगा नमो मानास 기본적인 계산 제대로 되지 않았다 छोच्चा हुन्छ, 계산 छोच्चा। भाइ बहिनी, ओरिउ भने के हो थाहा छ? एरर। गुड, एरर, त्रुटि है। जस्तै कहिलेकाहीँ प्रोग्राममा एरर आउँछ नि हैन, कहिलेकाहीँ के भन्छ, कुनै एपमा कुनै एरर आएर क्र्यास हुन्छ नि, त्यस्तोलाई के भन्छ, ओरिउ भन्नु भन्छ। प्रोग्राममा ओरिउ लास्टै धेरै भएकोले अथवा त्रुटि धेरै भएकोले 기본적인 भने के हो, बेसिक, आधारभूत हिसाबसम्म पनि सही रूपमा भएको छैन। छेदेरो भने के, सही रूपमा, अंग्रेजीमा प्रपरली भन्छ, राम्रोसँग सही रूपमा भएको छैन। एउटा आधारभूत हिसाबसम्म पनि, अथवा छोच्चालाई धरी भनौँ न, हिसाब धरी भएको छैन। एउटा आधारभूत पनि छैन, पुग्दैनमा छोच्चा युज गर्ने भनेर पढाएको छ कि छैन? त्यही कारणले खेसान छोच्चा।
है हो तपाईहरुलाई यो क्वेशन मोडल क्वेशनको थीम नै आईटी एआई अनि अलिकति रिसर्च अनुसन्धान रिलेटेड हो के थीम त एउटा समाउँछु नि त म अर्को पल्टकोमा अर्को थीम समाउँछु यसरी छ है ओरेद्वेन कम्प्युटरल फिसान सुरिबिरल थुरियस सलाई नलेखेको हो टाइपिङ मिस्टेक होइन आशा असमा सलाई नलेखेर छोटो बनाउने गरिन्छ तपाईहरुले चाहिँ बानी नपरेसम्म स राख्ने बानी गर्नुहोस् हैन थुरियस डट 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 सेगसल हानबन्दो सानन फ्यनी सरी हान्दे सानन फ्यनी नाक्यता भनेर कुन हुन्छ खोछिनुनी छारारी छारारी भनेको त्यो गर्नुभन्दा त बरु भन्ने चाहिँ अर्थ लाग्छ भने ओरेद्वेन कम्प्युटर भने के पुरानो कम्प्युटरलाई महँगो सुरिबी भने के कस्तो खर्च रे मर्मत खर्च थुरिदा भनेको थुल्दा भनेको लाग्नु थुरिदा भने लगाउनु भन्न खोजेको थुल्दा फियोङी थुल्दा भने के हो खर्च लाग्नु लागत लाग्नुलाई फियोङी थुल्दा भन्छ फियोङल फिरिल थुरियस लगाएर भन्न खोजेको लागेको होइन लगाएर त्यत्रो खर्च लगाएर मर्मत गर्नुको सट्टामा जन बरु नयाँ सेगत एउटा हान्दे कम्प्युटरहरुलाई दिएमा गन्छ हो एउटा किन्न नै अझै जाति हुन्छ राम्रो हुन्छ भन्न खोजेको महँगो तिरी पुरानो कम्प्युटरलाई मर्मत गर्नुभन्दा बरु नयाँ एउटा किन्नु जाति हुन्छ होला भनेर गेत गरेको छ छङदाबन खोछिनु नि छरारी मैले के भन्छ मिनिङ एक्सप्लेन गरेको छैन किन भन्दा हामीले पढेकै ग्रामरहरू अस्ति भर्खर पढेको ग्रामर र त्यही ग्रामर एकछिन तल युज भइ पनि हाल्छ के त्यही कारणले गर्दा है ल अब 5 नम्बर 갑작스러운 정전으로 인해 연구소의 자동문이 저절로 के हुन्छ 닫았다 닫혔다 닫게 했다 닫아졌다 के हुन्छ 닫혔다 उच्चारण 닫혔다 हजुरको चोटपटक लाग्नुको धाच्छिदाको जे प्रोनाउन्सिएसन हो त्यही हो प्रोनाउन्सिएसन यसको भाइ बहिनी 갑작스럽다 भने के हो अचानक एक्कासी भएको छङजन भनेको छ भाइ बहिनी हो यसरी सम्झिने हो तपाईहरुलाई कुनै पनि शब्द जहिले पनि यार यो शब्द मैले किताबमा कति देखे तिम्रो कोरियन ट्र्याकमा जाने कहाँ यो रिजनल भिजनमा जाने ओड्ने भाइ बहिनीहरु धेरै हुनुहुन्छ भोलिको दिनमा तपाईहरुले चाहिँ एआई लाई यो छङजन भन्ने शब्द मलाई सिक्नु छ यो छङजन कहाँबाट आको हान्छ कुन हो भनेर सोध्नु पर्छ है भाइ बहिनीहरु अब कसरी बुझ्ने त भन्दा मलाई त यो थाहा छ नि त थाहा भएकोले गर्दा म हजुरलाई भन्छु छङजी भन्ने शब्द थाहा छ है स्टप हो नि रोकिनु हो नि हो कि हैन छङजी भनेको रोकिनु स्टप अनि छन्गी भनेको बिजुली हो छन्गी भने बिजुली हो कि हैन त्यसो भए छङजीको छन्गीको छङजन भनेको बिजुली रोकिनु लोड सेडिङ हुनु बत्ती जानुलाई छङजन भन्छ इपिएस हैन टोपिकमा जहिले पनि प्राय जसो पर्ने शब्द भनेको छङजन सागो भन्छ के हो बत्ती गएर भएको दुर्घटना भन्नु खोज्यो छङजन सागोका नास्न निदा भनेर भनिन्छ छङजन भनेको बत्ती जानु बुझ्यो कि बुझेन यो यसरी शब्दलाई सम्झेन भने त भाइ बहिनी हो हेर्नु त बत्ती गएपछि यस्तै त हुन्छ लोड सेडिङ के अँध्यारो अन्धकार भयो छङजन भयो यसरी एउटा शब्द सम्झेन भने के हुन्छ थाहा छ छङजङ कन्फ्युज हुन्छ कि मै हुन्थे कन्फ्युज हैन छङजन सम्झिनु पर्ने छङजङ अनि छन्जङ उल्टो सम्झिँदैन उल्टो हुन्छ कि तिमीहरुलाई उल्टो हुन्छ कि छङजङ हो कि छङजाङ के हो कि कस्तो हुन्छ हो त्यही भएर छङजीको छङ भनेर सम्झिनुस् रोकिनु हो छन्गीको छन छङजन बिजुली रोकिनु यसरी चाहिँ तपाईहरुले शब्दलाई ह्याक गर्न सकेन भने सक्यो तपाईहरुले चाहिँ मलाई हेर ह्याकरे भन्नु हैन ह्याकरे अलगी लेभलका बन्दा थाहा भने हो अलगी लेभलका बन्दा त्यस्तै हुनुपर्छ अरूले तिमीलाई हेर्दा ओ अलगी लेभलका बन्दा था भन्ने लेभलको हुनुपर्छ के कोरियनमा ह्याक गर्नुपर्छ यो ह्याक गरेन भने सक्यो के बनेकै यसरी हो त शब्द अनि त्यो कारणले है अब थाहा त छजल्लो भनेको आफै स्वयं भन्न खोजेको अटोमेटिक भन्न चाहिँ मिल्दैन अटोमेटिक भन्ने चाहिँ छादोङ भन्ने शब्द छ किन मैले अटोमेटिक छादोङ छजल र छादोङलाई म किन छुट्टै राख्छु त भन्दा यो छादोङमा भएको छा भनेको छागीमा भएको छा हो आफू स्वयं हो
यो थोङ भनेको छाक्तोङमा भएको थोङ हो। के हो छाक्तोङ भने? सञ्चालन हुनु। इदोङ भनेको सर्नु होइन, आफै सञ्चालन भएको। नेपालीमा जो स्वचालित भन्छ, देख्नुभयो? हाम्रो संस्कृतबाट स्वचालित भनेर छादोङ भने उस्तै भयो नि त, आफै चलेको होइन हो। यो मेसिनहरूमा चाहिँ छादोङ युज गर्नुहोस्, त्यो बाहेक अरू चाहिँ आफै लड्यो आफै ढल्यो भन्नेमा चाहिँ छजल्लो भन्नुहोस्, इट सेल्फ आफै भएको भनेपछि अचानक भएको लोड सेडिङको कारणले, उरो इन्हे भनेको तेमुने भनेर मैले पढाएको छ कि छैन? छ। त्यसको कारणले यन्गुसो, यन्गु भनेको अनुसन्धान रिसर्च, यन्गुसो भनेको अनुसन्धान केन्द्र रिसर्च सेन्टर को छादोङ मुन भने के अरे अटोमेटिक ढोका आफै के भयो थाक्षता आफै लाग्यो भन्नु खोज्यो। के गर्ने? बत्ती गयो, बत्ती गएर लाग्यो, लगाएको होइन। लगाएको चाहिँ थादत्ता, लागेको चाहिँ थाक्षिता थाक्षता। मैले इहिरिगी भनेर पढाएको छु, गरेको होइन भएको, लगाएको होइन लागेको हो भनेर भन्नु खोज्यो। यो चाहिँ प्यासिभ भोइस र एक्टिभ भोइस है। क्लोज, आई क्लोज होइन, इट क्लोज्ड भन्न खोज्यो, आफै लाग्यो है। ल अब नम्बर 6 मा होमोनिम के छन्? आइएगे ख्वाहाक छेगल अक्चिरो डट 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 थेसिने हामके सिरमल हे फोस्याप्ता भनेर चाहिँ यहाँनिर अक्ची भन्ने एउटा शब्द छ, थाहा छ? अक्ची भनेको जबरजस्ती, गुड, फोर्सफुल्ली, कसैलाई गर्न मन लागेको छैन तर पनि कनी कनी गराएकोलाई चाहिँ अक्चिरो भनेर भनिन्छ है। आमा बुवाले बच्चाहरूलाई ख्वाहाक भनेको विज्ञान अब चाहिन्छ भाइ बहिनी हो, टपिकमा सबै चाहिन्छ, इपिएसमा चाहिँदैन त्यो, टपिकमा चाहिन्छ। ख्वाहाक भनेको साइन्स, छेक भनेको किताब, ख्वाहाक छेक भनेको साइन्सको किताब, विज्ञानको किताब जबरजस्ती इल्खिनन थेसिने हामके सिरामल हे पश्चात्ता। इक्ता भने पढ्नु, इल्खिदा भनेको हो पढाउनु, गरेको होइन गराएको हो भनेर बुझाएको थिएँ नि मैले। इहिरिगी उगु छु पढाएको थिएँ, फेरि याद गर्नुहोस्। इक्ता पढ्नु, इल्खिदा पढाउनु, इल्खिदा त्यसमा नन गर्दा इल्खिनन थेसिने पढाउनुको सट्टामा। सँगै सिरम भन्ने शब्द चाहिँ यसरी बुझ्नु, सिहम भने के हो परीक्षा, गुड। सिल चे सासिल वास्तव भन्ने शब्द छ कि छैन? हो, सासिलको सिल, सिल्चेको सिल, त्यसपछि सिरम भनेको चाहिँ प्र्याक्टिकल एक्सपेरिमेन्टलाई सिरम भन्छ। रियलमा परीक्षा गर्ने भनेको एक्सपेरिमेन्ट गरे होइन हो, त्यस्तोलाई सिरम भन्छ। तपाईँहरूलाई जस्तै अब स्टुडेन्ट भिजामा जानेहरूलाई यो शब्द पनि एकदम एकदम सजिलो तर सम्झिन पनि सजिलो। यन्सुप भने के? अभ्यास। त्यसो भए यन्सुपमा सिलसुप भन्छ, वास्तवमै अभ्यास गर्ने प्र्याक्टिकललाई सिलसुप भन्छ। भोलि तिमीहरूको प्र्याक्टिकल हुन्छ कि हुँदैन? सिलसुप भन्छ, सिलसुप सो अफ प्र्याक्टिकल क्लास। अब मैले त पहिला ब्याचलर्स लेभलमा पढ्ने विद्यार्थीहरूलाई अब मेरो सिभिल इन्जिनियरिङको सर्वेको त्यो डिभाइसहरू, टोटल स्टेसन, थियोडोलाइट के चलाउने कोरियनमा सिकाएर आएको हो मैले। कोरियन विद्यार्थीलाई मलाई नै 2-3टा ग्रुप दिन्थ्यो, ल तैँले सिका भनेर। कोरियनलाई जति मलाई नै त्यति ग्रुप दिन्थ्यो। यो चाहिँ प्र्याक्टिकल क्लास पढाउनु, सिलसुप सो अफ पढाउनु पर्थ्यो। यसरी यसरी गर्ने, छुङचम छाबा यताउति सब सेन्टर समा सब भन्नु पर्थ्यो। त्यो कारणले गर्दा पनि कोरियन राम्रो भएको हो कि विद्यार्थीलाई नै पढाएर आएको हो कि ऊ बेलामा। ऊ बेलामा भिडियो सिडियो बनाइएन होइन। ल ठिकै छ। हजुर कसरी फर्स्ट पर्सनमा गे थ्वेदा लाग्छ? हागे थ्वेस्यो भनेर गे थ्वेदा त तपाईँको ऊ भयो नि त, परिवर्तन भयो भन्नेवाला लाग्यो नि त त्यो त होइन। गे हादा होइन, गे थ्वेदा त फरक छ नि त, गे हादा र गे थ्वेदा। ओके, भनेपछि आमा बुवाले गार्जेनले के गरायो भने त बच्चाहरूलाई साइन्सको किताब जबरजस्ती पढाउनुको सट्टामा सँगै एक्सपेरिमेन्ट गरेर देखायो भन्न खोज्यो। हे बस्यो गर्नुभयो भन्न खोज्यो है। ल नम्बर 7 पढ्नुहोस्। खुनुन इयरफोनल डट 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 सिरमे छिप्चुङ हानरा छणवागा ओन गत्तो आल्जी मुथेत्ता। हानरा गो, यो गो नलेखे पनि हुन्छ, हानरा है के हुन्छ? खुनुन इयरफोनल किन्छेरो सिरमे छिप्चुङ हानरा छणवागा ओन गत्तो आल्जी मुथेत्ता। उसले एयरफोर कानमा लगाएकै अवस्थामा लगाएरै एक्सपेरिमेन्टमा छिप्चुङ के भन्छ ध्यान दिने भ्याउन्नामा यताको फोन आएको उसले थाहा पाउन सकेन भन्न खोजेको है। ल 8 नम्बर हेर्नुहोस् त। सेरोन खिचुल्दो फेउगो हात्थन फुन्याए यन्गु जादो मान्नाल ग्याउम हेस
खुक्चे हाक्सुल थेवे छाम्गा हेर्दा यो एकदमै तपाईहरुलाई यो के भन्छ विज्ञान रिलेटेड शब्दहरु धेरै नै छ है। नयाँ प्रविधि पनि सिक्ने र एउटै क्षेत्रका फुनिया भनेको क्षेत्र सेक्टर एउटै क्षेत्रको यनगुजा भनेको चाहिँ अनुसन्धानकर्ता अनुसन्धान गर्ने व्यक्ति पनि भेट्ने हेतुले अथवा उद्देश्यले दुईटा उद्देश्य छ भने क्षम भनेर दुईटा हैन मल्टी मल्टी भने चाहिँ दुई मात्र हैन 10 वटा नै हुन्छ यो त हालग्याम भनेर 10-20 वटा पनि जोड्न मिल्छ दुईटा भन्न मिल्दैन मल्टिपल बहु उद्देश्य छ भने क्षमले जोड्ने भनेको थिए अनि अनुसन्धानकर्ता पनि भेट्ने उद्देश्यले खुक्चे हाक्सुल थेवेमा मैले के गरे सहभागी गरे। खुक्चे भनेको अन्तर्राष्ट्रिय यो हाक्सुल थेवे भनेको चाहिँ कन्फरेन्स भनेर सम्झिनुस्। कन्फरेन्स नेपालीमा के भन्ने सम्मेलन हो। कस्तो सम्मेलन भन्दा अन्तर्राष्ट्रिय सम्मेलनमा मैले सहभागी भएँ। हाक्सुल थेवे भने नि फेरि त्यो राजनीतिक सम्मेलन होइन शैक्षिक सम्मेलन जहाँनिर रिसर्चको कुरा हुन्छ है अनुसन्धानको कुरा हुन्छ है। तपाईहरु पनि भोलि स्टुडेन्ट भिजामा जानु भने यस्तै हाक्सुल थेवेमा जानुपर्ने हुन्छ त्यहाँ प्रेजेन्टेसन दिनुपर्ने हुन्छ पेपर प्रेजेन्ट गर्ने हुन्छ पोस्टर प्रेजेन्ट विभिन्न खाले हुन्छ। हामी कति 9-10 वटा कतिमा गयौँ हैन गएर केसै फुलाइसक्यो हाक्सुल थेवेहरुमा है जाने अनि लन्च पड्काउने आउने हो खासमा कन्फरेन्स भनेको हैन बुक हुन्छ मासु हुन्छ लन्च पड्काउने आउने हो हैन मेन काम पनि हुन्छ नआउने होइन हैन ल ठिक छ। कन्फरेन्सको एउटा राम्रो पक्ष चाहिँ लन्च पड्काउन पाइन्छ। ल नम्बर 9 पढ्नुस्। खुसीरमन छोक्कन छाच्छेगा छालमत थ्वेत कि तेमुने हाँसी डर खातन खेलगोका नावल कसिदा के हो खातन खेलगोका नावल कसिदा उही अथवा उस्तै नतिजा आउनेछ गरे नि नगरे नि हे फोना माना हो गर या नगर भन्नु त्यो प्र्याक्टिकल सिरम भनेको मैले प्र्याक्टिकल भनेर भनिरहेको छु नि हैन एक्सपेरिमेन्ट भनेर भनौँ त्यो एक्सपेरिमेन्टको छोक्कन भनेको शर्त अथवा कन्डिसन्स छाच्छे भनेको छाच्छे भनेको ऊ आफैमा भन्न खोज्यो खासमा त्यो आफैमा भनेको त्यो शर्त आफैमा गल्ती भएकोले गर्दा फेरि गर नगर नतिजा उही नै हुनेछ भनेर यो छाच्छे भन्ने चाहिँ कस्तो भने ऊ आफै भन्न खोज्यो। अब नेपालीमा चाहिँ ट्याक्क कसरी भन्ने भन्ने छाच्छे ऊ आफै भन्ने त हो हैन त्यो कुरो आफैमा भनेर थारन गसल छेवे हान सामुल फुल्ले ए मोमछे अरूलाई चाहिँ नगरकन त्यही आफैमा भन्नलाई चाहिँ छाच्छे भनेर भनिन्छ कि है। छाच्छेको अब अरू के भन्छ ऊहरू पनि जस्तै यहाँनिर छ है छाच्छे यसरी खोज्नुपर्छ के भाइ बहिनी हो। छाच्छेको मिनिङ नेपालीमा मैले यसरी सर्च गर्छु म आफू सर्च गर्ने भने त इङ्ग्लिसमै व्हाट इज द मिनिङ अफ यो दिन्थ्यो तर फेरि तिमीहरूलाई त्यो गरे नि ओहो एआई चलाउनु त इङ्ग्लिसै जान्नुपर्ने जस्तो हुन्छ कि पर्दैन नेपालीमा हैन। अनि 5 वटा सिम्पल मिनिङ नेपालीमा मिनिङ रे सेन्टेन्स भन्न खोजा वाक्य भन न सेन्टेन्स नै आउँदैन ल वाक्य नेपालीमा अर्थसहित भने हैन छाच्छे छाच्छे भने ऊ आफैमा स्वयंमा भन्ने त्यो आउँदै गर्दा हामी अगाडि बढ्दै गरौँ। ल 10 नम्बर हेर्नुस्। यी छार्योनेन आज खोङ्गे थोइजी आनन यनको डट वेबु ए आलिजी मासिगी फारामनिदा भनेको त यो छार्यो भने के हो डेटा डेटा भनेर बुझ्न सकिन्छ सामग्री भनेर बुझ्न सकिन्छ छार्यो हैन। जस्तै मैले हजुरहरूलाई यो क्लास लिनलाई यो पीडीएफ युज गरिरहेको छु नि पीडीएफ यो पीडीएफ हो कि हैन पीडीएफलाई मैले यहाँनिर उ गरे यो पीडीएफ बन्द गरे नि बन्द हुन्छ हैन हो यो मेरो छार्यो हो यो मेरो मटेरियल हो है यस्तोलाई छार्यो भन्छ यो छार्यो। अझै खोङ्गे नभएको यन्गु भएकोले खोङ्गे भने के पब्लिक सार्वजनिक सार्वजनिक न किन खोङ भनेको सर्वसाधारण खोङगोङ थाङसोको खोङ भनेर बुझ्नु के खोङमोहनको खोङ भनेर बुझ्नुहोस् है भन्छ खोङ्गे नभएको यन्गु खेलगो इमरो इमरो मुरो आयो भने निक्कले रिप्लेस गर्नु भनेको नि कारणले भनेको छ मैले पढाइसकेको छु है खेलगो इमरो इ निक्का हो नि त हो इदाबाट आएको इ हो कि इदा हो भन्न खोजेको भने नतिजा भएकोले अझै कसैलाई पनि पब्लिक नभएको नतिजा भएकोले गर्दा वेबु भने के बाहिर भित्रलाई के भन्ने नेबु भन्ने नेबु ने भने भित्र वे भने बाहिर फु भनेको फुबुन भाग हो नि त हो बाहिर वेबु ए आल्लिजी मासिकी फारामनिदा आल्दा थाहा हुनु आल्लिदा थाहा दिनु जानकार गराउनु इहिरिगी उगु छुवाला हो आल्लिजी मासिकी फारामनिदा जानकार नगराउनु हुनलाई हार्दिक अनुरोध गर्दछु। यो मासिकी कहाँबाट आएको मासिदाबाट आएको मासिदा त पिउनु हो कहाँबाट आयो त मालदाबाट आयो केटाकेटी हो मालदाबाट आएको मालदा भने नगर्नु भने हैन
अब हेर्नुहोस् कसरी आए त तपाईहरुलाई एउटै कुरो 1000 चोटि दोहोऱ्याए पनि उही नै हो कि है। जस्तै हेर्नुहोस् यहाँ मान्दलदा बनाउनु, यल्दा खोल्नु, उसी ग्रामर थाहा छ, रेस्पेक्ट गर्नेवाला हो। अन्तको के हुन्छ? अन्तको अन्जसिदा हुन्छ, खोदाको के हुन्छ? उसिदा हुन्छ। मान्दलदाको के हुन्छ? मान्दुल अनि रुसिदा हुन्छ? हुँदैन, सी मात्र हुन्छ। तर स आएपछि ल हट्छ। मान्दुसिदा। यल्दाको के हुन्छ? यसिदा। अनि मालदाको के हुन्छ? मासिदा। देख्यो? अनि मासिदामा गी फारम्निदा के हुन्छ? मासी गी फारम्निदा। यसरी भएको कि मासिदाबाट आएको होइन। मासिदा भने गरेर टाउको हल्लाउन रेडी भइसक्यो। कहाँबाट पिउनु आउँछ भने मालदाबाट आइरहेछ त्यो। जी मालदाबाट आइरहेछ। आल्लीजी मासिकी फारम्निदा। मालदाबाट आएको फोड्किने खिचो भाइ। म पनि यस्तो गर्ने होइन। स्माइल भन्न ल। अब हेर्नुहोस् त ल पढ्नुहोस्। छाछेको अघि आउँथ्यो नि होइन। ल पढ भाइ बहिनी हो, पढ। बेलामा पढेनौ, अब अहिले अर्काको भाषा पढ्नु पर्छ। मैले नि बेलामा पढेन, अहिले अरूको भाषा पढाइरहनु पर्यो। ठिक छ। जस्तै इक्जाम्पलबाट बुझ्ने हो कि खु इल छाछे न अरेची आना। त्यो काम आफैमा गाह्रो चाहिँ होइन भने त्यही भने अरू होइन, त्यसैको कुरा गरे। इल छाछे भने काम आफैमा गाह्रो चाहिँ होइन भन्न खोजेको। द वर्क इट सेल्फ इजन्ट हार्ड भन्न खोजेको। इ ओसन उरी खागे छाछे छेजक के भन्छ? साङ्खोमिदा। हाम्रो आफैमा हाम्रै खागे पसलले नै के गरेको हो? छेजाक गरेको, निर्माण गरेको, उत्पादन गरेको। अर्को हेर्नुहोस् त, नए छोन्जे छाछेका नायके खुनहिमी छेजा। छोन्जे भनेको खासमा अस्तित्व हो, एक्जिस्टेन्स हो अङ्ग्रेजीमा। छोन्जे भने एक्जिस्टेन्स हो। तेरो अथवा तिम्रो अस्तित्व आफैमा मलाई ठुलो ऊर्जा हुन्छ, ठुलो चाहिँ के भन्छ? शक्ति हुन्छ भने। सकेसम्म म ट्रान्सलेसन हेर्दिनँ कि होइन। हिम भने ऊर्जा भन्दै यहाँ शक्ति लेखेर रहेछ। सकेसम्म म्याक्सिमम 90% म ट्रान्सलेसन हेर्दिनँ। ठिकै छ है। भनेपछि तिम्रो के अरे छोन्जे भने एक्जिस्टेन्स होइन, अस्तित्व आफैमा, तिमी हुनु आफैमा नै मलाई ऊ पुग्छ भन्नु चाहिँ। अरू त चाहिँदैन भन्नु चाहिँ। अरूको त कुरै गरेको छैन। थोन बोदानन मुन्जे छाछेरेन हेगेल हे हाम्निदा भनेको छ। अर्को यी सिकेनन् डिजाइन छाछेका आज यो त्यो डिजाइन आफैमा राम्रो छ। यस्तो हो के छाछे भन्ने शब्दलाई। त्यही भएर खोज्ने तरिका चाहिँ यस्तो हो भाइ बहिनी हो। बिना ढेउबाकी पनि राम्रै काम गर्छ। यो चाहिँ ढेउबा हो होइन। बिना ढेउबाले पनि राम्रै काम गर्छ हजुरहरूको है। डिपसिक छ, जेमिनाई छ, च्याट जिपिटी छ होइन। त्यस्तो खोज्नमा समय खर्च गर्नु, न कि रिल्समा। यस्तो है। यस्तो यस्तो गर्दा कस्तो सजिलो हुन्छ है। के गर्नु, त्यसैले आँखा दुखाउँछ, बर्बाद पार्छ। रिल्सले बर्बाद पारिसक्यो। अब 11 देखि 16 मा युसा मुनपप भन्छ हो। युसा मुनपप अर्थात् सिमिलर ग्रामर भनेर बुझ्नु है। उस्तै पर्यायवाची शब्द तपाईँको इपिएसमा जस्तो ठिका वदाको विस्तारमा ठिका नेरिदा त्यो त सोध्दैन कि। प्रसङ्गमा सोध्छ, कन्टेक्स्टमा सोध्छ र ग्रामरकै सोध्छ। दुईटा सोध्छ जम्मा। हाम्रो चाहिँ अहिले 11 देखि 16 गरेर 7वटा सोधेको छ हो। तर तपाईँको दुईटा सोध्छ टोपिकको रियल क्वेसनमा चाहिँ है। यो त तपाईँहरूको सिम्पल एउटा मोक टेस्ट मात्र हो नि त। ल के भन्छ? यरोबुन्दो छाल आसिदा सिप्पी। यो आसिदा कहाँबाट आएको? आल्दाबाट आएको। अघिनको मान्दुल्दाको मान्दुसिदा भने त आल्दाको आलसिदा हुँदैन, आसिदा हुन्छ हो। आसिदा सिप्पी इन्गोङ छिनोङ खिसुरुन हे माता पारेगे फाल्चन आएको। आसिदा सिप्पी दा सिप्पी भनेको जस्तै छरम भनेर पढायो हो कि होइन? ओ आसिनन गत छरम। हजुरहरू सबैलाई थाहा भयो जस्तै जसरी नै एआई को खिसुल प्रविधि वर्षै पछि छिटो छिटो द्रुत गतिमा विकास भइरहेको छ। फाल्चनाको इत्ता भनेर यसरी चाहिँ बुझौँ है। ओके। अब तपाईँको छार्यो छोसाका मोदो मामुरी थियो नि
इबन यनगुनन खै कुन्नान सेमिदा सेमिदा भनेको चाहिँ त्योसँग उस्तै हुनु उसँग बराबर हुनु त्यो गरे सरह हुनु भन्न खोजे कि भनेपछि छारेको छोसा छोसा भने के हो सर्वेक्षण अनुसन्धान पनि भन्नु मिल्छ सर्वेक्षण भन्न नि मिल्छ अनुसन्धान भन्न नि मिल्छ छार्यो डेटाको अनुसन्धान अथवा सर्वेक्षण सबै मामुरी भइसकेकोले मामुरी भनेको के हो समाप्ति फिनिसिङ है फिनिसिङ भइसकेकोले यो यन्गु भनेको रे रिसर्च अनुसन्धान यो रिसर्च है लगभग सकिए बराबर हो सके सरह हो सकेसँग समान हो भन्यो भने कुन्नान गसिना माछान काजी यो इनाले चाहिँ सँग भन्ने अर्थ लाग्यो है सकिनुसँग माछान काजी भनेको सेम हो प्रोनाउन्सिएसन गाजी गरे नि हुन्छ काजी गरे नि हुन्छ माछान काजी के रे भाइ बहिनी हो माछान काजी ल हेर्नुहोस् माछान काजीको मिनिङ माछान काजी के हो माछान काजी भने सेम हो उही हो भनेर ल लेख्नुहोस् माछान काजी माछान काजीको पनि म सोधिदिन्छु हजुरहरूलाई माछान काजी को पनि 5 वटा हैन सेन्टेन्स नेपालीमा के रे मिनिङ हैन च्याट जीपीटी हाउ टु अर्न के अनि त्यसपछि नो इन्भेस्टमेन्ट भने जस्तै सोध्दाखेरि तिनीहरू केही नचाहिनेवाला हैन ल ओके आउँदैछ हेर्नुहोस् यहाँ ल पढ्नुहोस् माछानकाजी पछि इम्निदाहरू नाउन हो यो इम्निदा न त रो हुन्छ माछानकाजी रो पनि भन्न मिल्छ ओके ख्वाजङ्गन थाल्लादो खेलगनन माछानकाजी इम्निदा प्रक्रिया फरक भए पनि नतिजा चाहिँ उही नै हो भनेको छ छदो यरोबुनको माछानकाजी रो हान्गु गरुर खोङ्बु हाको हिस्सनिदा म पनि तपाईहरु जस्तै कोरियन भाषा अध्ययन गरिरहेको छु यसरी छ अर्को के छ सानोखो आन्समेन फरिन गसिना माछानकाजी के भनेको किनी राखेर प्रयोग गरेन भने फ्याल्नुसँग बराबर हो उही नै हो कि हैन हो नि हो विशेष गरी हाम्रा लेडिज भाइ बहिनीहरू सेल्स भनेर आउँछ 80% सेल 50% सेल आएपछि जुत्ता 10 जोर भयो भने किन्नै पर्छ अनि लाउने चाहिँ कहिले हैन फेरि एकचोटि त्यो पार्टीमा लगाएपछि नो 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 त्यही पार्टीमा त्यही साथी आउँछ त्यो हुन्न थाहा छ नि त मलाई हैन ठिक छ त्यो त थोत्रो भइसक्यो अब केटाहरूको त्यही सर्ट र प्यान्ट बढी भयो भने एउटा कोट थपिदिने हो फर्मल भइहाल्यो है ल ठिक छ होइन हामीलाई केटाहरूलाई फेरि यस्तो ल्यापटप ग्याजेट गेम होइन त्यस्तो हुन्छ नि आफ्नो आफ्नो होइन प्रकृतिले त्यस्तै बनाएको छ त दिमाग होइन त्यसमा हामीले अनुसरण गर्ने अगाडि बढ्ने हो कि होइन ल ठिक छ अझै वा माछान काजिरो ओनुल्दो फिगा हो हिजो जस्तै पानी परेर जाने है यसरी बुझ्नु है छेसेङ्गाक्तो सनसिङनिमे उइज्ञानको माछान काजी मेरो विचार पनि हजुरकै रायसँग उही नै हो भन्न खोज्यो है यहाँनिर अब के होला ट्रान्सलेसन हेर्नुहोस् तपाईँहरूले हो यसरी चाहिँ खोज्नुपर्छ बुझ्नुपर्छ पढ्नुपर्छ के भाइ बहिनीहरू पढ्नुपर्छ समय दिनुपर्छ जसले समय लगानी गर्यो उसैले माथि गयो होइन नत्र त बर्बाद छ है भाइ बहिनी हो से प्रोग्राम सल्ची हेत नि गरे त नि नतिजामा के भयो कम्प्युटर सोक्तोका होलसिन पाल्ला जता निकै नै छिटो भयो निकै फास्ट भयो कम्प्युटर भनेको छ कम्प्युटरको स्पिड सल्ची हादा भनेको इन्स्टल गर्नु भन्छ अब यस्तो तपाईँले जडान गर्नु चाहिँ अब विभिन्न यस्तोहरू जस्तै एसी जडान गर्नु त्यो भयो प्रोग्राममा चाहिँ जडान गर्नु इन्स्टल गर्नु भन्छ नि हामीले हो त्यो इन्स्टल गर्नुलाई सल्ची हादा भनेर भनिन्छ सल्ची हागो नानिक्का हुन्छ गो नादा भने पनि गरिसकेपछि नतिजामा त्यो देखियो भनेर भनेको है भनेपछि यो प्रोग्राम इन्स्टल गरिसकेपछि गर्दा त के भयो कम्प्युटरको स्पिड निकै नै छिटो भयो भन्नु 14 नम्बर हेर्नुहोस् 노력을 꾸준히 이어가면 언젠가는
좋은 결과가 나오는 법이다. 나오기 마련이다. मैले नन भब र मार्यान चाहिँ तपाईको उस्तै हो भन्नु भने नेगेटिभ हो भने गी सिपसाङिदासँग पनि मिल्न जान्छ तर पोजिटिभमा हुँदैन नेगेटिभ इक्जाम्पल के अरे इक्जाम्पल भन्नु आएछ खेलकोलाई के भन्छ अरे नतिजा नेगेटिभ नतिजा हो भने गी सिपसाङ इदा भन्नु र तपाईको नुन भबिदा भन्नु र गी मारेनिदा उस्तै उस्तै लाग्छ तर गी सिपसाङिदा चाहिँ जहिले पनि केमा मात्र नेगेटिभमा मात्र मैले यति दिइसकेपछि तपाईहरुलाई काम लाग्छ के कुनै न कुनै ठाउँमा काम लाग्छ यो इक्जाममै काम लाग्छ भोलिको दिनमा है यो चाहिँ फिसेथान ग्रामर युसामुन पबमा सोधिन्छ हजुरहरुलाई है नोर्यक प्रयास निरन्तर इय खामेन के हो इय कहाँबाट आको ओ इत्ताबाट आको इत्ता डबल छ कि सिंगल छ सिंगल छ इत्ताको आस आयो आयोमा के हुन्छ इ सहयोग कि इय यो हुन्छ स अर्थ नात्ताको के हुन्छ नायो हुन्छ नि हो त्यस्तै हो कि अनि आस छ इत्तामा आस छ के हुन्छ इयसम्म सर्न लेख्दिएको इयस खाँदा भनेको जोड्दै जोड्दै जानु निरन्तर कन्टिन्यू गर्दै जानु भन्न खोजेको प्रयास निरन्तर गर्दै गयो भने अन्जेनगा भनेको हो कुनै न कुनै एक दिन समडे भन्न खोजे अन्जेनगा भनेको समडे कुनै दिन राम्रो नतिजा आउनु स्वाभाविक हो भन्न खोजेको आइहाल्छ अभियसली भन्न खोजेको कुनै पनि कुरो हुनु दुई मात्रै छैन भइहाल्छ नि भन्नलाई गी सिपसाङिदा नन फबिदा गी मारेनिदा भन्ने तीनटा ग्रामर सम्झिनु होला 자 15번 문제입니다. 안 그래도 저도 방금 연락을 드리려던 참이었어요. के हुन्छ 드리는 척 드릴 뻔하다 드릴 겸해서 드리려고 하던 중이었어요. यो हुन्छ 려고 하다 गर्ने विचार गरिरहेको चुङ भनेको अवस्था हो नि हो त्यो बेला नै थियो भन्न खोजेको आन ग्रेदो नभन्नु भए पनि मैले पनि भर्खरै तपाईलाई सम्पर्कै गर्नै आँटिसकेको थिए गर्न मात्र बाँकी थियो डायल मात्र गर्न बाँकी थियो मोबाइलै गर्दै डायल मात्र गर्न बाँकी थियो रतन छामिदा भनेको कुनै पनि काम गर्ने विचार गरिसकेका थिए त्यसलाई मैले नगरेको मात्र हो यहाँसम्म आइसकेको थियो भन्न खोजेको के बुझ्यो त्यसरी बुझ्ने ल अब 16번 문제입니다. 갑작스러운 폭우로 인해 로 인해 भनेको के रे भाइ बहिनी 때문에 नै हो कारणले नै हो 폭우로 인해 야외에서 진행하던 실험이 모두 중단되었다. 중단 भनेको रोका हुनु इन्टरप्सन हुनु इन्टरप्ट हुनु है भन्छ एक्कासी परेको फोगु भनेको भारी वर्षा हो है एक्कासीको भारी वर्षाको कारणले यावे भनेको बाहिर को भित्र भन्ने यावे भनेको आउटडोरमा छिनेङ भइरहेको अगाडि बढिरहेको सञ्चालन भइरहेको एक्सपेरिमेन्ट के भयो सबै रोकियो भने के हुन्छ फोगु तेमुने रो इने देख्ने बित्तिकै बानी नपरेसम्म तेमुनेले रिप्लेस गर्ने भोलिपर्सि बानी परेपछि त पर्दैन कि यो रिप्लेस गर्ने पनि सजिलो चाहिँ हो तरिका तर टाइम लिन्छ कि यसले टाइम लिन्छ दिमाग फेरि तेमुनेतिर जानुपर्छ नि हैन तर बानी परेपछि त्यतातिर जानु पर्दैन अब मलाई बानी नै परिसक्यो जानै पर्दैन कहिले नि है त्यो कारणले त 16 सम्म कतिवटा बिगार्यो 16 वटै चाहिँ नभन्नु हजुर एउटा बिग्रियो कुन बिग्रियो लास्टको कि 13 को बिग्रियो ठिक छ केटाकेटी हो अब सकेसम्म कम बिगार्ने नभए पनि हो अब 17 18 19 20 हामीले चाहिँ यहाँनिर 4 वटा सोधेछौँ सुन्छ रियलमा कतिवटा आउँछ 3टा आउँछ टपिक आइआइमा के 3टा आउँछ चाहे यो सुन्छमा ह्याकर भन्ने लेभलको पुग्नुपर्छ त्यो ह्याकिङ चाहिँ के रे सुरुमै कहाँ हेर्ने रे अप्सनमा हेर्ने कहाँ हेर्ने अप्सनमा क्वेशन हेर्ने नै हैन सुरुमा अप्सन हेर्ने किन अप्सनमा हेर्ने 4 वटा त अप्सन हो 8 वटा छ 5 वटा छ कतिवटा अप्सन 4 वटा त्यही 4 वटा मध्येबाटै एन्सर भन्ने सम्भावना कति हो 100% हो 100% त्यही 4 वटा मध्येमै पर्छ कि 5 थपेर आफ्नै एन्सर लेखेर आउने होइन 4 वटा मध्येमै पर्छ त्यसको कारण के हो त त्यसको अर्थ के हो त भन्दा नम्बर 1 हेर्नु ना गा त्यसबे ना र गा नम्बर 1 मा पर्ने चान्स 100% कि ना पर्छ कि गा पर्छ दा र नम्बर पर्दैन है अप्सनै छैन केटाकेटी हो किन टाउको दुखाउँछ त तिमीले इपिएसमा पनि ए बी बी ए सी के हेरे हैन अप्सनमा पहिले हेर्नु भनेर कसैले सिका युट्युबमै छैन कसैले सिकाएकै छैन
हामीले टोपीको इक्जाम 5 वर्षदेखि दिइरहेको छौँ। मैले यही ह्याकर शैली ह्याकरे त्यही लेभलकै गरिरहेको छु। अलग्गै लेभलका बन्दा हुनुपर्छ कि। अब हेर्नुहोस् यहाँ, अब ना र गामा सुरुमै खुर ना खुरे स खुरनिका त्यस्तो कन्जङ्सन आउँछ, आउँदैन। नम्बर 1 यसैमा हाल्नुहोस्। अहिले पढाइ छैन, हेर्नुहोस् यहाँ पढाइ छैन। अब ना 1 नम्बर हो भने गा र भात 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 दुईटामा चेन्ज हो। अघि 4वटा आउँदाखेरि मिल्ने चान्स तपाईँको 25% थियो, एउटा घटायो 67%, 66.67 मा गयो, दुईटा हटायो अब 50%, 33 मा गयो अनि 50% मा। अब अर्को पनि हटायो भने 100% मा जान्छ हो। त्यो कारणले गर्दाखेरि गणित लगायो भने इन्गोङ छिनगन सुमानन छार्योरल हाक्सपेस सारामे छिल्मुने थापान्दा भने थापादा भने के हो, उत्तर दिनु भनेको उत्तर दिन्छ। कृत्रिम बुद्धिमत्ता एआईले सुमानन भनेको धेरै असङ्ख्यौं लेभलका छार्यो डकुमेन्टहरूलाई हाक्सुप गर्नु भनेको के हो, अध्ययन गर्नु, स्टडी गरेर मान्छेहरूको प्रश्नको उत्तर दिन्छ। अध्ययन गरेर ऊ आफैले पनि अध्ययन गर्नुपर्छ पर्दैन, पर्छ नि। कम ट्रेनिङ दिएको हुन्छ एआईलाई, एआई ट्रेनिङ दिएको हुन्छ, उसले जे पाइदिएको एन्सर त दिँदैन नि होइन हो। अब हेर्नुहोस्, ओके ठिक छ, गुड। म ना। अब दोस्रो कि गा कि रा। अब गा र रा, गा र रालाई जुदाउनु। दा त पढ्नु पनि परेको छैन अहिलेसम्म। दा र रा, गा र रा होइन। खुरना छाल्मतेन छङ्बोरल फेउमेन थुल्लिन थाबुल नेनोखिदो हान्दा भन्न खोजेको। तर यद्यपि गलत जानकारी सिक्यो भने मिस्टेक उत्तर दिन पनि सक्छ। नेनो छ भने उसले त्यस्तो दिन पनि सक्छ। गिदो हान्दा र तल सिल्चेरो छोन्जे हाजे आन्नेन सासिरल खुरल त थागे मान्द्र नेन ख्याउँदो इत्ता भन्नुहुन्छ। सिल्चेरो वास्तवमा छोन्जे भने के अरे, एक्जिस्ट गर्नु, अस्तित्वमा हुनु। छोन्जे द्वेजी आन्था भने अस्तित्वमा नहुनु भनेपछि वास्तवमा अस्तित्वमै नहुने वास्तविकतालाई खुरल तुत थाके। तुत थादा भनेको जस्तै भनेको त्यस्तै, जस्तै। त्यो तुत भन्ने शब्द के अरे, यो ग्रामर पढिसकेको छैन। खुरल तुत भनेको चाहिँ यस्तो हो कि खुरत्ता भनेको के हो, त्यस्तो हुनु। त्यसमा ल मक्तामा मगुल गरे जस्तो हो कि, रत्तामा ह हट्छ, खुरल हुन्छ। खुरल तुत थाके त्यस्तै हो जस्तो गरेर मान्द्र नेनन ख्याउ दो इत्ता बनाउने त्यस्ता केस पनि हुन्छ। मान्छे यो पहिला आउला कि यो पहिला आउला, मेरो मेरो इन्स्टिङले चाहिँ तपाईँको के हुन्छ, गानै पहिला आउँछ जस्तो लागिरहेछ। अब एकछिन हेरौँ। त्यसपछि क्रेस इन्गुङ छिनोङे छिनुङे आल्य छुन छङ्बोनन फान्देसी थासी भागिने अन्त यो त लास्टमै आउँछ। अब कुन मिल्यो होला एकचोटि हेर्नु त। 1 नम्बर हो ना, गा, रा र दा। अब स्टोरी कम्प्लिट हुन्छ कि हुँदैन, कथा पुरा हुनु पर्यो कि है। ल सरल पर्दाखेरि कृत्रिम बुद्धिमत्ताले असङ्ख्यौं डेटाहरू अथवा डकुमेन्टहरू अध्ययन गरेर मान्छेहरूलाई प्रश्नको उत्तर दिन्छन्। तर गल्ती अथवा मिस्टेक जानकारीहरू सिक्यो भने मिस्टेक उत्तर दिने पनि गर्छ। वास्तवमै नभएकै कुरोलाई वास्तव हो जस्तो गरेर बनाएर दिने केसहरू पनि हुन्छ। त्यसैले एआईले दिएको जानकारी अनिवार्य रूपमा फेरि के गर्न जरुरी छ, चेक जाँच गर्न जरुरी छ। हो यसरी गर्ने, ह्याकर शैलीले गर्ने, ह्याक गर्नुपर्छ भाइ बहिनी। हो तिमीहरू छङदापको नजिक आधी बाटो त अप्सनै नपढिकन नै पुगिसक्छ कि। आधी बाटो 100% बाट 50% मा पुग्नु भने आधी बाटो होइन। ल हेर्नुहोस् यहाँ पनि 18 हेर्नुहोस्। ल 18 ए भाइ बहिनी, यो यरुल धुर भने के हो, फर इक्जाम्पल। अनि फर इक्जाम्पल नम्बर 1 मा आउँछ, केही न केही भनिसकेपछि फर इक्जाम्पल भन्नुपर्छ होला। भनेपछि कहाँ नम्बर 1 मा आउने चान्स छैन होला के, सक्यो ह्याकर ह्याकर। ए अब नानै होला अगाडि आउने। ल पढ्नुहोस् कुन होला ल सर। कुन मिल्यो? ल नम्बर 1 मा कुन भन्नुहोस् त। नम्बर 1 मा ना, नम्बर 2 मा गा, गा हो, नम्बर 3 मा रा, त्यसपछि
घा त्यसो भए कुन हो 1 कि 2 यत्रो गरिसकेपछि नि मिस्टेक गर्यो भने त तिमीहरूलाई अब मैले के भन्ने ल 2 हो ल 1 भन्दै थियो 1 2 जना ल हेर्नुस् यहाँ ख्वाहा खिसुरी फाल्ताल हामेन्छ सारामी हागी हिमदन इरेल खिगेका मात्के थियो यता खिसुल भनेको रे प्रविधि टेक्नोलोजी या भन्थे त्यही हो खिसुल भनेको हैन ख्वाहा खिसुल भने विज्ञान प्रविधि विकास हुनुको साथसाथै मान्छेले गर्न गाह्रो कामहरू मेसिनले जिम्मा लिने भएको छ त्यो अवस्था आएको छ भने गे थेदा भनेको त्यसमा परिणत भएको छ भन्न खोजेको त्यसपछि उदाहरणको लागि येरुल र उदाहरणको लागि ओए भाइ बहिनी हो उदाहरणको लागि भन्नलाई येरुल थुल्म्यान येरुल थुर अथवा येरुल थुर स तीनटा हो खासमा येरुल थुर सको स हटाएर येरुल थुर भनेको कि उदाहरणको लागि भन्नाले येरुल थुल्म्यान पनि भन्न मिल्छ येरुल थुर छ उदाहरणको लागि उयमान खोङसा ह्यान्जाङ हेनन साराम थेसिन रोबोसी थुर खान्दा खतरनाक हो डेन्जरस निर्माण स्थलमा ह्यान्जाङ भनेको के हो स्थल साइट कन्स्ट्रक्सन साइटमा मान्छेको सट्टामा रोबोट छिर्छ प्रवेश गर्छ खिप्खुन फादाना उजु छरम सारामी खागे अर्यौन गोसेदो खिगेरेल भनिन्दा दो पनि भनेको छ नि त हो यहाँ उयमान खोज्छ यस्तो नभनिकन दो पहिला आउँदैन नि त त्यस्ता कुराहरू छ के भनेपछि गहिरो समुद्र वा उजु भने के अन्तरिक्ष स्पेसलाई उजु भन्छ त्यसो उजु सन भने के उजु भने के अन्तरिक्ष भयो हो यी उजु सन भन्यो नि अन्तरिक्षको रकेट भएन सन भनेको जहाज होइन सनबागको सन केटी हो अन्त रोकेट भनेर पनि भन्छ कोरियनले नभन्ने चाहिँ होइन तर उजु सन होइन स्पेस क्राफ्ट रकेट जहाँ चाहिँ अन्तरिक्षमा जाने जहाज भनेर बुझ हो यसरी चाहिँ तपाईँहरूले बुझ्नुपर्छ साथीहरू किन भन्दा एकदमै अब त तपाईँहरूले गेस गर्ने हो के गेस गेम हो भनेर भने नि उजु भनेपछि तपाईँको गहिरो समुद्र अथवा अन्तरिक्ष जस्ता मान्छे जान गाह्रो ठाउँमा पनि के पठाइन्छ मेसिन पठाइन्छ हक्कुने त्यसैको कारणले त्यसको कृपाले सागरो ताचिनेन सारामे सुगा खुगे छुरदरता त्यसैको कृपाले दुर्घटनाको कारणले घाइते हुने मान्छेको संख्या ठूलो रूपमा घट्यो भनेर यो सुगा भनेको सुगा चरा होइन सु भनेको संख्या फाक्षिम छैन ई हुन्छ कि गा हुन्छ गा हुन्छ हो सुमा गा चाहिँ पार्टिकल हो अस्ति कि पढाउँदै थिए तपाईँहरूकै दाइ दिदीहरू होइन जो अब कोरियामा गइसके त दाइ दिदी त भयो नि होइन उहाँहरू सरी सुगा भने के भनेर सोध्दै थियो सुगा चरा होइन कि सुगा भनेर भनेको क्या बुझ्यो नि ल अब 19 नम्बर ल पढ्नु ह्याकर सब इन्गोङ छिनङ रिलेटेड बनाइदिए मैले कुन मिल्छ हिन ल त्यसो भए सुरुमा ना नै हो अब खुरे स दिएको छ के का गा हुन् होइन ना 1 नम्बरमा होइन ल त्यसपछि दा त्यसपछि गा अनि रा है ल एकचोटि पढौँ इन्गोङ छिनङन साजिन सोगे छागन फेन्वादो नोचिजी आनको छादानेन्दा एआईले कृत्रिम बुद्धिमत्ताले फोटोभित्र भएको सानो परिवर्तन पनि नछुटाइकन नोचिँदाबाट मिस गर्नु हो कि होइन हो नछुटाइकन खोज्छ अरे विभिन्न परिवर्तनहरू जस्तै ए भाइ भने एक्सरे गर्छ तिमीहरूले एक्सरेबाट ओहो तपाईँलाई त फलाना बारै छ भनेर कहाँबाट थाहा हुन्छ त्यो फोटो नै हेरेर थाहा पनि होइन एक्सरेको फिल्म हेर्छ नि हो यसो हेर्छ दाग देखिन्छ त्यहाँ होइन त्यहाँ जे छ त्यो देखिन्छ नि त हो तर
मान्छेले पनि नगर्ने केले गर्छ, एआईले गर्छ। सानो परिवर्तन पनि के भन्छ, मिस नगरिकन उसले खोज्छ। उइसागा मिच्छ फाल्गेनाजी मथान फ्याङ्गल मन्ज आरानेगिदो हान्दा। डक्टरले मिच्छ भनेको अग्रिममै, पहिल्यै अग्रिममै। फाल्गेन भनेको हो डिस्कभर गर्नु, अङ्ग्रेजीमा पत्ता लगाउनु। गुड। फाल्गेन नगरेका, पत्ता नलगाएका रोग पहिल्यै नै उसले आरानेगिदो हान्दा उसले थाहा पाउने पनि गर्छ भन्न खोजेको। एआई त्यति पावरफुल भइसकेको छ भन्न खोजेको। त्यसपछि 그래서 요즘은 병원에서도 인공지능을 활용하는 곳이 늘고 있다. त्यसैले आजकल अस्पतालमा पनि एआई प्रयोग गर्ने, 활용 भनेको प्रयोग गर्नु, प्र्याक्टिकलमा प्रयोग गर्नुलाई चाहिँ व्यवहारमा प्रयोग गर्नलाई 활용 भन्छ। सायोङकै योङ हो, इयोङकै योङ हो भनेर बुझ्नुहोस्। 활용 गर्ने ठाउँहरू बढिरहेको छ। थामान माजिमाग फान्दानन् फान्देसी सारामी नेरिया हान्दा। थामान भनेको तर, एउटा कुनै न कुनै शर्त, कन्डिसन जनाएको छ। अन्तिम फान्दान भने के, निर्णय। निर्णय, अन्तिमको निर्णय चाहिँ अनिवार्य रूपमा मान्छेले नै गर्नुपर्छ। सुन्नुहोस् है, कोरियन भाषामा है निर्णय गर्नलाई फान्दान हादा पनि हुन्छ, फान्दानल नेरिदा। नेरिदा भने के हो, झार्नु हो नि, हैन? पर्दा झार्नु भने जस्तो कि यसरी सम्झिनु न। ल अब मैले निर्णय झारे, पर्दा झारे, सक्यो आजको क्लास। अब पर्दा झारेपछि त सकेन, फिनिस भने हो। त्यसरी बुझ्दाखेरि हुन्छ फान्दानल नेरिदा भन्छ। नेरिदा भने झार्नु हो नि, पर्दा झारे जस्तो कि, पर्दा झारे सक्यो, अब मैले आज क्लास सक्यो भने पर्दा झारे सक्यो, मैले निर्णय गरे सक्यो, त्यो लेभलले बुझ्दाखेरि हुन्छ फान्दानल नेरिदा। यो मिच्छ भन्ने शब्दलाई चाहिँ अलिकति कोरियन टु कोरियनमा, हैन, एआईलाई नै जहिले सोध्नुपर्छ हुन्छ भने एआईलाई पैसा पर्छ, यो नेभर डिक्सनरीलाई पैसा पर्दैन, हैन। नेभर डिक्सनरी मिच्छ भनेर यसरी सर्च गर्यो भने आजिक खगिकाजी मिच्छिजी मिच्छितो मिच्छको यो किन आएन, ठिक छ, यो इङ्ग्लिसवालामै जाउँ। मिच्छको है मिनिङ खोज्न गएको। ओके, ल यतिको चाहिँ बुझ्नुपर्छ। ल भन्नुहोस्। 행동, 동작, 생각 등이 아직 어떠한 정도 또는 상황에 이르기 그 전에 미리, अग्रिममै हो क्या मिच्छ भनेको है, बिफोर ह्यान्ड भन्छ कि अग्रिममै, पहिला नै भन्छ, इन एडभान्स भन्यो है। ल ठिक छ। अब त्यसो भए तपाईँहरूलाई 20 देखि कति 30 सम्म 11वटा बाँकी भयो यही राकेश सुन्ने त है त। ल ओके, अनलाइनमा पनि थ्याङ्क यू सो मच है सबैजनालाई। Thank you, sir. 22 쓰고 버린 물건을 새 제품의 재료로 다시 쓰는 것을 덧덧이라고 한다 भनेको छ। के भन्छ, 재활용 भन्छ है। 재활용 भनिन्छ प्रयोग गरेर फ्यालिएको सामग्रीलाई नयाँ सामग्रीको, प्रडक्टको, सामानको रूपमा हो, कच्चा सामानको रूपमा फेरि प्रयोग गर्नलाई के भन्छ, 재활용 भन्छ। 활용 भने के हो रे, प्रयोग। छे भनेको थासी, फेरि भन्ने अर्थ लाग्दछ। मैले तपाईहरुलाई यो हान्चाबाट छे भनेको थासी, फेरि अथवा दुईचोटी भन्ने मिनिङ लाग्छ भनेर भनेको चाहिँ छैन, छ होला है तपाईहरुलाई। जस्तै यस्तैबाट नयाँ नयाँ शब्द बनाउन सकिन्छ के साथीहरु। फाल्गुप भनेको इस्यु गर्नु, जारी गर्नु, छे फाल्गुप भने रिइस्यु भयो, पुनर्जारी भयो, अंग्रेजीमा रि भन्छ। त्यसो भए इपकुक भनेको देशमा प्रवेश गर्नु, छे इपकुक भनेको पुनर्प्रवेश, रिइन्ट्री। त्यही भएर छे इपकुक हगास रिइन्ट्री पर्मिट लिनु पर्थ्यो हो। खेयाक भनेको, छेगेयाक भने पुनर्सम्झौता, रिकन्ट्र्याक्ट गर्नु भन्न खोजेको। ख्यरोन भनेको विवाह, छेहोन भन्यो भने पुनर्विवाह, रिम्यारी भनेर यसरी पनि बुझ्न सकिन्छ है। छेले चाहिँ थासी, फेरि भन्ने अर्थ लाग्दछ। यसरी नै नयाँ नयाँ शब्दहरू सिक्दै 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 जाने हो। 이 기계를 처음 다루는 도 쉽게 쓸 수 있도록 설명서를 새로 만들었다. 사용자, 경쟁자, 생산자, 관리자 क्यों? 사용자 भनेको प्रयोगकर्ता, 다루다 भनेको प्रयोग गर्नु, कुनै पनि चीजलाई ह्यान्डल गर्नु, सम्हाल्नु भन्ने अर्थ लाग्छ। सम्हाल्नु, ह्यान्डल गर्नु, ट्रिट गर्नु। यो मसिन पहिलोचोटि ह्यान्डल गर्ने प्रयोगकर्ता पनि
सजिलै गरी प्रयोग गर्न सक्ने गरी सल्म्यङ छ भने के हो म्यानुअल हो व्याख्या गरिएको किताब हैन सल्म्यङ भनेको व्याख्या स भनेको सरयुको स कागज हो भने सल्म्यङ छ भनेको तपाईको युजर्स म्यानुअल हुन्छ नि हो त्यस्तो चाहिँ नयाँ बनायो भनेर भनेको त त्यो कुनै पनि नयाँ प्रडक्ट तपाईले किनेपछि युजर्स म्यानुअल आउँछ त्यसलाई चाहिँ सायोङजा सल्म्यङ छ भन्छ के भन्छ सायोङजा सल्म्यङ छ भनेर भन्यो भने प्रयोगकर्ताको लागि भनेर सायोङ सल्म्यङ छ मात्र पनि भनेर भन्छ हो प्रयोग गर्ने युजर्स म्यानुअल हुन्छ कि हुँदैन हुन्छ नि पहिला यो गर यसो गर भनेर कसो कसो गर्ने सबै दिएकोलाई सायोङ सल्म्यङ छ अथवा सायोङजा सल्म्यङ छ भनिन्छ नयाँ बनाए भनेको छ ख्यङजेङ भनेको के हो प्रतिस्पर्धा ख्यङजेङजा भनेको प्रतिस्पर्धी भनेको मान्छे जनाको है सेङसान भनेको के हो उत्पादन सेङसान्जा भनेको उत्पादक उत्पादन गर्ने मान्छे ख्वाल्ली भने व्यवस्थापन ख्वाल्लिजा भने व्यवस्थापक व्यवस्थापन गर्ने मान्छे खुल्लो भनेको श्रम खुल्लोजा भनेको श्रमकर्ता श्रमिक श्रम गर्ने मान्छे भन्ने अर्थ लाग्यो त्यसरी नै खिजा भन्यो भने चाहिँ हजुरको प्राविधिक भन्यो त्यो खि चाहिँ खिसुलको खि हो कि प्रविधि जानेको मान्छे प्राविधिक हो खिजा भनेर पढाएको थियो होला नि खिसा त्यसमा खिसा पनि छ यो खिजा चाहिँ फेरि तपाईँको जर्नालिस्टलाई चाहिँ खिजा भन्छ फेरि है यो खिसा हो यो चाहिँ सारामको सा आउँछ खिसा चाहिँ प्राविधिकमा है ल ठिक छ जर्नालिस्ट चाहिँ खिजा हुन्छ होइन पत्रकारलाई चाहिँ खिजा भन्यो अरू अरू पनि यसरी नै आउँछ है अब 이 회사는 10년 넘게 새로운 치료약을 만드는 신약 에 힘써왔다. 개통, 개봉, 개학, 개발. के हुन्छ 개발. 개발 भनेको विकास डेभलपमेन्ट यो कम्पनीले 10년 넘게 नम्ता भनेको हो कट्नु 10 वर्ष पनि कट्ने गरी नयाँ उपचारको औषधि बनाउने सिन्याक भनेको नयाँ औषधि सिन भनेको नयाँ हो नि त हो नयाँ औषधिको विकासमा हिमसदा भनेको हो बल प्रयोग गर्नु कोसिस गर्नु प्रयास गर्नु आ अ ओदा भन्ने ग्रामर हो यो लेख्नुहोस् आ अ ओदा कुनै पनि कुरो विगतदेखि गर्दै आएको भन्ने अर्थ छ आ अ ओदा कुनै पनि कुरो विगतदेखि गर्दै आएको भन्नलाई आ अ ओदा भनेर भनिन्छ हो अब यसलाई हामीले के गर्ने एकचोटि सोध्ने पनि है हाम्रो जेमिनाई दाजै भनौँ कि दिदी भनौँ दिदी जे भने नि हुन्छ है ल जेमिनाई दाजुलाई सोधौ आ अ ओदा मैले आ अ ओदाको छ नि कोरियामा कोरियन ल्याङ्ग्वेज पढ्दाखेरि एउटा एकदम के जिन्दगीभर नबिर्सिने एउटा वाक्य किनकि हुन्छ नि आफूलाई होइन के भन्छ नेपालीमा यसलाई नेपालीमा एक्सप्लेन गरिदिनु होइन इक्जाम्पल सहित भन्यो मैले पढेको वाला चाहिँ के पढाइदिँदा भन्दा हानगुक सारामधुन कोरियनहरूले अब कति जस्तै 6000 कति वर्ष भयो 500 जस्तै ओबेङन्यन छन् बुद्ध 500 वर्ष अगाडि यो चाहिँ ट्याक्कै बिर्स्यो कि खिम्चील मग वास्यो भन्यो भने के अर्थ लाग्यो किम्ची खाँदै आएका छन् अहिले खान सुरु गरे होइन विगतदेखि नै निरन्तर खाँदै आएका छन् आ अ ओदा भन्ने एउटा ग्रामर छ खासमा ओदा भने आउनु हो नि त गर्दै आउनु विगतदेखि कुनै पनि काम गर्दै आउनु भन्ने अर्थ हुन्छ भनेपछि यो कम्पनीले के गर्दै आएको छ त भन्दा नयाँ औषधि विकासमा प्रयास गर्दै आएको छ भन्न खोजेको खेथोङ भनेको के थियो कुनै पनि बाटो घाटोहरू ओपन हुनुलाई खेथोङ भनेर भनिन्छ हो जस्तै हाम्रो सञ्चालन सुचारू हुनु होइन हाम्रो नागढुङ्गाको टनेल सुरु भइसकेको छ छैन नि हो आजबाट हो आजैबाट खेथोङ होला त्यसो तपाईँको खेबोङको धेरै मिनिङ जस्तै पुडियाहरू खोल्नु चाउचाउको पुडिया खोल्नु होइन चिज बटरहरू खोल्छ नि खेबोङ तपाईँहरूले इपिएसमा खेबोङ नाल्चा भनेर पढाएको थियो उयु खेबोङ नाल्चा हो दुधको प्याकेट खोलेको मिति भनेर खेबोङ अनि फिल्म रिलिजलाई पनि खेबोङ भन्छ फिल्म रिलिजलाई पनि खेबोङ हाता यङवा खेबोङ भनेर भन्छ फिल्म रिलिज हुनु एन्ड खेहाक भनेको हाक्की भनेको के हो सेमेस्टर हो नि हो खेहाक भनेको सेमेस्टर स्टार्ट हुने यो सबै खे भनेको सिजाक हो नि त सुरु हो नि त त्यसो क्लास स्टार्टलाई के भन्छ अरे खेगाङ भनिन्छ मैले पढाइसकेको छु है हजुरहरूलाई यो मैले क्वेसन
कहाँबाट बनाएको म पनि बाठो छु नि त भाइ बहिनी हो होइन अरू कुरामा बाठो नभए पनि यो क्वेसन्स बनाउनेहरूमा चाहिँ होइन दिमाग चाहिँ मैले लगाउँछु अब तिमीहरूले सरले कहाँबाट क्वेसन काट्यो भनेर थाहा पाउनुपर्छ यी खे सुरु फुल्नु यल्दा सिधा खाँदा फिदा फिदा भने फुल्नु हो नि हो भन्ने हिसाबमा कुनै पनि कुरो सुरु भयो भन्ने हिसाबको खेगाङ कक्षा सुरु हुनु किन कक्षालाई खाङ्गी भन्छ कि भन्दैन लेक्चरलाई खाङ्गी भन्छ कि भन्दैन खाङ्गी भन्छ कहाँ तपाईँहरूको भोलि युनिभर्सिटीमा गएर ख्योसिल देख्छ खाङ्गीसिल देख्छ तिमीहरूले यस्तो शब्द त सरले पढाएकै छैन म त कुन ठाउँमा आएँ भनेर तिमीहरूको कोरियन त पुग्दैन इति नि पुग्दैन छेउटु पनि पुग्दैन हेर्नुहोस् ए भाइ खाङ्गी लेक्चर हो खाङ्गी सिल लेक्चर रुम क्लासरुम त्यहीको खाङ आएको खाङ भने खोला मात्र भनेर हुन्छ होइन अब त्यो जेरो लेभल हो खाङ भने खोला भने त्यो त बच्चाले सिक्ने हो होइन खाङ्गी सिल भन्छ खेगाङ भो छोङ्न्यो भनेको एन्ड हो समाप्त हुनु त्यसो छोङ्गाङ भने के क्लास समाप्त भयो नोभेम्बरको 15 तारिकमा तिमीहरूको टोपिक छ हाम्रो छोङ्गाङ नोभेम्बर 14मा अथवा 13मा अब 14मा बिदै पऱ्यो भने छुट्टै कुरो न त्यो बिनामा छोङ्गाङ ओनोरेन छोङ्गाङ निम्निदा आज कक्षा सक्यो यो सेमेस्टरको क्लास सक्यो भन्न खोज्यो छोङ्गाङ तर आज क्लास सक्यो अब 8 बजे त क्लास सक्यो त्यस्तोलाई छोङ्गाङ भन्दैन फेरि है ल त्यसै खेबाङ खुल्नु होइन अन्त खेहाक छ सेमेस्टर गर्नु खेबोङ खेच्वे छ खेच्वे भने कुनै पनि आयोजना गर्नु है कुनै पनि इभेन्ट होल्ड कन्डक्ट गर्नु सबै छ त खेअप सिक छ ल हेर्नुहोस् खेअप सिक भनेको व्यवसाय उद्घाटन समारोह यो सिक भनेको समारोह ख्योरोन सिक हो विभिन्न सिक छ कि छैन छाङ्ने सिक भन्छ विभिन्न सिक छ अप भनेको सापको के हो साप भने व्यापार व्यवसाय होइन खे भनेको सुरु भन्छ व्यापार व्यवसाय सुरु भएको समारोह भन्छ उद्घाटन समारोह भएन खेअप सिक खेवा भन्यो भने फुल फुल्नु किन भन्दा वा भनेको फुल मुगुङ उहाँको वाबुनको वा खेतोङ खेसी खेबाल यो सबै छ त्यो कारणले गर्दा मैले कहाँबाट बनाएको ल हेर्नुहोस् ओदा विगतको कुनै समयमा सुरु भएको काम वा अवस्था अहिलेसम्म लगातार चल्दै वा गर्दै आइरहेको छ भन्ने जनाउँदछ हामीले नेपालीमा पढ्दै आएको छु काम गर्दै आएको छु वा चल्दै आएको छ भनेर जसरी विगतदेखि वर्तमानसम्म निरन्तरता बुझ्दछौँ कोरियनमा ओदाले त्यही काम गर्छ तपाईँले उदाहरणमा हानगुक सारामधेरन ओबेङन्यन झनबुत्त खिमचिरल मगवास्य कोरियनहरूले 500 वर्ष अघिदेखि किम्ची खाँदै आएका छन् यो वाक्य 500 वर्ष अघि किम्ची खाने चलन सुरु भयो विगत र त्यो चलन बीचमा नहटाइकन अहिलेसम्म पनि निरन्तर चलिरहेको छ वर्तमानसम्म पनि निरन्तरता छ भन्ने भाव मगवास्यले प्रष्ट पारेको छ हो अरू पनि छन् ओनियन झनबुत्त हानगु गरुल खोङ्बु हे वास्य अब तपाईँहरूको चाहिँ नि इन्टरभ्यू दिँदाखेरि होइन कति ठाउँमा इन्टरभ्यू दियो तिमीहरूले कति साथीहरूले त 8-9 ठाउँमा पनि इन्टरभ्यू दियो होइन छन् हानगुको खोङ्बु आन्जी ओनियन त्यसयो भनेर ओनियन झनबुत्त हानगुको खोङ्बु हे वास्य भने अब यो एक लेभल माथि भयो यसले यो ग्रामर पनि जानेछ भन्ने हुन्छ होइन त्यही भएर आफ्नो बोल्ने शैली लेख्ने शैली सुन्ने शैलीलाई वृद्धि गर्दै जाने हो कि यो टपिक आयो भनेको उरिनेन अरिल्ते भुत्त यी थोङ्ने हामके सारा वास्य हामी यहाँ बाँच्दै आएका छौँ यहाँ बस्दै आएको छौँ भन्न खोज्यो होइन यी हुए छन् ओरेत तोङ्गान सेरोन खिसरोल खेबार हे वास्य यो कम्पनीले होइन लामो समयदेखि नयाँ प्रविधि विकास गर्दै आएको छ है अनि इट हेज बिन डुइङ यस्तो वाला हो कि इङ्ग्लिसमा फुमुनिमन छरुल उइगे फ्याङस्याङ तोङ्गान हुइसेङ हे ओसियस सुनिदा हुइसेङ के हो रे हुइसेङ लेख्नुहोस् हुइसेङ हादा सेक्रिफाइस गर्नु इङ्ग्लिसमा नेपालीमा के भन्छ त्याग गर्नु बलिदान दिनु अझ बलिदान दिनु हुइसेङ त्यसो हुइसेङ जा भन्यो भने बलिदान दिने मान्छे के भन्छ त्यसलाई शहीद भन्छ ओके त्यो फ्याङस्याङ भने के जीवनभर लाइफ लङलाई फ्याङस्याङ भन्छ फ्याङस्याङ तोङ्गान भनेको जीवनभर भन्न खोजेको फ्याङस्याङ भनेको जीवनभर है जन्मेदेखि मरेसम्म मर्ने बेलासम्म वानग्याङ्गल फोवागी उहिएछ मानन सारमधरी नोरेखे वास्य हो सबैले प्रयास गर्दै आएका छन् भन्न खोज्यो फ्याङस्याङ भन्यो नि फ्याङस्याङ फ्याङस्याङ इट्टा भने के हो बिर्सनु फ्याङस्याङ इच्ची आनल कहे यो भन्यो भने के अर्थ म यो कुरो जिन्दगीभर बिर्सने छैन फ्याङस्याङ इच्ची आनल कहे इट्टा भनेको बिर्सनु हो नि त हो
फ्योङचेङ लाइफ लङ भन्न खोजेको कि वान्स होल लाइफ टाइम जिन्दगीभरलाई सेङवालकै सेङ हो कि त्यो फ्योङचेङ है त ल यहाँनिर कोरियन टु कोरियनमा हेऱ्यो भने के आउँछ ले पढ्नु त सेसाङ भनेको के संसार सेसाङे थेना छ छुगुल्टे काजिए तोङान संसारमा जन्मेर मर्ने बेलासम्मको त्यो अवधिलाई फ्योङचेङ भन्छ जीवनभर भन्न मिलेन मिलेन हो त्यही भएर कोरियन टु कोरियन हेर्नुपर्छ क्या तिमीहरूलाई मैले माछा मार्न सिकाइरहेको छु मारेर कतिचोटि दिने आफैले हो सिक्ने तर तिमीहरू खोलामै जाँदैन भने माछा त परेबाट टोकरीमा यतिकै आइहाल्छ नि आउँछ आउँदैन तिमीहरूले चाहिँ आफैले गर्नुपर्छ फ्योङचेङ ल हेर्नु के भन्नु साक्कनन् फ्योङचेङ इच्ची मोथाल कसिदा अघि नकै कुरा होइन साक्कन भन्ने घटना होइन त्यो घटना म जिन्दगीभर जीवनभर बिर्सने छैन हो त्यस्तै गरी मेरो इक्जाम्पल पनि धेरै हदसम्म नेभरमा मिल्छ किन मेरो दिमागै नेभरसँग टाइअप भइसक्यो त म सिकेकै यहीँबाट हो आजकल जस्तो एआई आएको भए त भाइ बहिनी हो हुन त अब यो कथा सबैको त्यस्तै हो बाले पनि तिमीहरूको जस्तो आँगनमै गाडी आउने भए त म कति पढ्थेँ भन्छ त्यस्तै हो खासमा होइन स्टोरी त घर घरको एउटै हो होइन हामी त स्विमिङ खेलेर जानु पर्छ केटाकेटी हो भन्छ बा भने ल ठिक छ पछिल्लो थपिस है अब यसमा प्राय इन्गोङ छिनुङसँगै सम्बन्धित बनाइदिएको छु मैले यहाँ इन्गोङ छिनुङी फाल्ता लामे हुन्छ सारामे इल्चारिगा सारा जिल कसिराको खप्चङ्गी खृदा सारा जिदा भने के हो लोप हुनु हराउनु डिसेपियर हुनु है इल्चारी भनेको काम गर्ने रोजगार भनेर बुझ्नु छैन छारी भन्ने ठाउँ हो सिट हो होइन इल भने काम गर्ने सिट भनेको रोजगार हो नि त हो भनेपछि एआई अथवा कृत्रिम बुद्धिमत्ता वृद्धि हुनुको साथसाथै मान्छेहरूको रोजगार काम के अरे हराउला भन्ने खप्चङ ठुलो छ चिन्ता ठुलो छ सिल्चेरो थान्सुन हागो फान्बोक चगिन अम्मुनन इमी खिगेगा थेसिन हागो हित्ता वास्तवमा थान्सुन हादा भने के हो सिम्पल सरल खानदान हादासँग फिस्तानमा ल थान्सुन हादा भनेको है थान्सुन हागो फान्बोक भने के रिपिटेटिभ बार बार दोहोरिने बारम्बार रिपिटेटिभ अम्मो कामहरू पहिले नै मेसिनले नै सट्टा गरिसकेको छ मान्छेलाई चाहिँदैन अब हेर त फान्बोकमा गाडी नै बनाउने भनौँ न अब रोबोट भन्छ होइन रोबोटले गरेर जस्तो अब रोबोट भन्ने बित्तिकै मान्छे जस्तै देखिने हुनुपर्छ भने छैन कि एउटा यस्तो आर्म हुन्छ त्यो पनि रोबोट आर्म हो त्यसको काम केही पनि होइन सर्र त्यो बेल्टमा गाडीको ऊ आउँछ होला तलको उही टेक्निक आउँछ होला त्यहाँनिर चाहिँ उसले नट बोल्ट कस्नु खुर 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 कस्यो मान्छेले कस्नु पऱ्यो भने 10 मिनट लाग्थ्यो त्यसले 2 सेकेन्डमा गर्यो खुर 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 त्यही हो रोबोट होइन रोबोट भन्ने त्यही मान्छे जस्तो देखिनुपर्छ भन्छ नि इन्गोङ छिरिङले प्रायः जसो खिगीले नै गरिदिइसकेको छ एउटै काम हो नि दोहोऱ्याउने काम त नि के कामहरू नट 4 ठाउँमा कस्ने अथवा 6 ठाउँमा कस्ने सक्यो त्यस्तो काम चाहिँ मेसिनले नै गरिरहेको त डट इन्गोङ छिरिङल मान्दलको ख्वाली हानन सेरोवन इल्चारिदो हामके सिङ्गेनाको इत्ता भनेको त इन्गोङ छिरिङ बनाएर अथवा एआई बनाएर त्यसलाई व्यवस्थापन गर्ने नयाँ रोजगार पनि सँगसँगै सेङ्गिदा भनेको के हो उत्पन्न हुनु सेङ्गे नादा भने सेम त्यस्तै नै उत्पन्न भइरहेको छ खुरना तर खुरेछ त्यसैले खुरमुरो पनि त्यसैले खुर निक्का जस्तै हो होइन र तारास पनि त्यसैले नै यो खुरना तर किन भन्दा तर भन्ने शब्द किन लाग्यो त भन्दा पहिला चाहिँ नि मान्छेको जागिरहरू हराइरहेको छ र मान्छेलाई नै सट्टा गरिरहेको छ भनेको छ तर एआई नै बनाउने नयाँ काम पनि उत्पन्न भइरहेछ भने चाहिँ उल्टो कुरा गरे हो कि होइन उल्टो कुरो गरेपछि तर उस्तै कुरो गरेछ खुरीगो होइन त्यस्तो भयो कन्क्लुजन निष्कर्ष निकालिरहेछ तारा छ खुरे छ खुरमुरो त्यस्तो लगाउने है अनि खेलकुद इभेन्चुअली फाइनल्ली अन्तत खिसुरुल थुर्यवा हाकी भोदा थुर्यवा हादा चाहिँ कहाँबाट आएको थाहा छ थुर्यप्ताबाट आएको कहाँबाट आएको थुर्यप्ता यसमा आ अ हादा युज गरेको आ अ हादा कहाँ युज गरिन्छ ल भन्नुहोस् आ अ हादा भन्ने ग्रामर कुनमा युज गर्ने हजुरको राइटिङमा चाहिन्छ र बोल्दा पनि यो आ अ हादाले निकै राम्रो रोल खेल्छ ल हेर्नुहोस् यहाँ आ अ हादा मैले बुझे अनुसार आ अ हादा है थर्ड पर्सनमा कहाँ लगाउने थर्ड पर्सनमा लगाउने त्यो पनि तपाईँको केमा त भन्दा एडजेक्टिभ भर्बमा अलि मिल्दैन एडजेक्टिभमा है एडजेक्टिभ प्लस आ हादा थर्ड पर्सनमा लगाउने हो इक्जाम्पल सहित भनेर चाहिँ दियो मैले है हेर्नुहोस् आ हादा थर्ड पर्सन त्यो आउँदै गर्छ है थुर्य वा हादा थुर्यप्ताको बिएसटी के हो त थुर्यप हुन्छ हो थुर्यप हुन्छ आयो वयो गरेर थुर्य वयो हुन्छ आ हादामा के हुन्छ थुर्य व हादा हुन्छ थुर्यप्ता भने के हो थाहा भएन मुसप्ता भने के हो डरलाग्दो हुनु चाहिँ मुसप्ता हो थुर्यप्ता भनेको चाहिँ डराउनु भन्ने अर्थ त डराउनु थुर्यप्ता
यहाँ के भनेको छ फियरफुल हो स्केयर्ड डराउनुलाई थुर्याप्ता भनेर भनिन्छ है ल के भनेको छ मोप्सी फिहाको सिफन मानकम खिप्पिनाको मुसप्ता मुसप्ता नै हो क्या खासमा होइन डराउनु है डर लाग्नुलाई चाहिँ थुर्याप्ता भन्छ नानन सिलसुरल हल्का बा थुर्यवत्ता म गल्ती गर्ला कि भन्ने डरले डराएँ भन्न खोज्यो उल्का बा पढा छ कि छैन छ सिलसुरल हल्का बा थुर्यवत्ता ल हेर्नुहोस् यहाँ ल मैले बुझेको ठिकै हो रे यसले ल पढ्नुहोस् त हादा हेर्नुहोस् मेन कुरो के छ त भन्दा कोरियन भाषामा हामी चाहिँ म दुखी छु मलाई जाडो भयो हामीलाई जाडो भयो हामी दुखी छौँ भनेर फर्स्ट फर्स्ट पर्सन सेकेन्ड पर्सन थर्ड पर्सन बुझ्छ नि है तृतीय पुरुष म हामी त तिमी तपाईँ सेकेन्ड अनि ऊ उनी उहाँहरू मौसम अनि त्यसपछि रक्सीको बारेमा कुरा जे पनि हुन्छ कि त्यो पर्सन भनेर मान्छे हुनुपर्छ छैन लिभिङ नन लिभिङ केटाकेटी सबै हुन्छ फेरि नेपालीले पुरुष भन्छ पुरुष भने केटा मात्रै भनिरहन्छ तिमीहरूले प्रथम पुरुष द्वितीय पुरुष होइन केटाकेटी ऊ उनी उहाँ राम सीता हरि गीता गीता त कस्तै छ है भने हो होइन हो गीताको बारेमा कुरा गरे जसको बारेमा कुरा गरे त्यो के हो रे थर्ड पर्सन हो भने चाहिँ उसको बारेमा चाहिँ उसलाई ऊ दुखी छ होइन कि उसले दुःख महसुस गरेको छ उसलाई यस्तो महसुस भएको छ भनेर भन्नुपर्ने भएर थर्ड पर्सन आधा सुल्फुदा भने के हो दुःख हुनु म दुखी छु छनन सिकुम नमु सुल्फ भयो भन्नु तर छिनगुणन मानिस सुल्फ हे हो भन्नुपर्छ उसलाई दुःख महसुस भएको छ भन्नुपर्छ कि त्यही भएर सिफयोको सिफ हेयो भनेर मैले पढाएको छ कि छैन थर्ड पर्सनमा छ हो छिनगुनन हानगुगे खागो सिफ हेयो उसलाई साथीले कोरियामा जाने मन गर्यो भन्न खोजेको जस्तै छनन ओनल नमु छुयो तर आइगा फाकेस थलदल तल्म्य छुयो हेयो भने यो थलदल तल्दा तल्दा भनेको काप्नु भन्न खोज्यो है थलदल लगलग काप्यो भन्न खोजेको यो चाहिँ तपाईँको ऊ के अरे उहीसँग र उही थियो भने चाहिँ के अरे नेपाली भाषामा अनुकरणात्मक शब्द त्यस्तै हो कि थलदल भनेको होइन थरथर काम्यो अथवा लगलग काम्यो होइन त्यो ठिक छ मैले प्रायः ट्रान्सलेसन हेर्दैन कि है ल छनन खेगा मुसो भयो मलाई के अरे कुकुर डर लाग्छ तर थोङसेङ्गी खेरेल मुसो हेयो भन्नुपर्छ उसले चाहिँ के डर मान्छ डर लाग्छ उसलाई कुकुरदेखि भन्नु त्यसरी नै थुर्यप्ताको पनि के भयो भाइ बहिनी थुर्य वा हादा भयो हादामा हागी फोदा डर मान्नु भन्दा त्यसैलाई खुगसल थारुल्छु इन्धन नङ्गल खिरनन घसी थ छुङ्गे हादा त्यसैलाई ह्यान्डल गर्ने क्षमता विकास गर्दा अझ महत्त्वपूर्ण हुन्छ ठिक छ एआईले जागिर खान्छ भाइ बहिनी हो धेरैको जागिर खान्छ तर एआई नै बनाउने अथवा एआईमा केही डिफेक्ट आयो भने त्यसलाई मर्मत गर्ने मान्छे चाहिन्छ चाहिँदैन हो त्यो मान्छे बनाउँ न हामी सकिएको त होइन ल हामी मरेपछि के भयो हामी बाँचुन्जेल त काम गरेर खान सक्नु पर्यो भने त्यो हो कि है अनि खुरना भयो यहाँनिर चाहिँ है खुरना अब 26मा के छ छुजेरो खाजाङ आलमाजन इन्गोङ छिनेङ्गन इन्गाने इल्चारिल मोदो अप्सेल कसिदा हेर्नुहोस् है अप्ता भने के हो अप्ता भने के हो नहुनु नहुनु अप्सेदा भने चाहिँ हटाउनु अप्सेदा भने के अरे हटाउनु रिमुभ गर्नु के या इगो अप्से यो हटा भनेको हटाउनु रिमुभ गर्नु चाहिँ अप्सेदा भन्छ भनेपछि कृत्रिम बुद्धिमत्ताले इन्गान भनेको मानव मान्छे नै हो कि मानव मानवको जागिरहरू रोजगारीहरू सबै हटाउने छ हो होइन एआई व्यवस्थापन गर्ने त अझै पनि नयाँ जन्मिँदैछ भनेको छ नि त हो त्यसपछि खिसुरुल थुर्या वा हागी भदा थारुनु नङ्ग्यागोल खिरुनन गसी छुङ्ग्यादा हो यही ठिक छ भनेको प्रविधिलाई डर मान्नु भन्दा त्यसैलाई ह्यान्डल गर्ने क्षमता विकास गर्नु राम्रो हुन्छ यो चाहिँ खिरुदा हो ए भाइ बहिनी हो नुरुदा नुल्लो भने खिरुदाको के हुन्छ खिल्लयो हुन्छ त्यही भएर अघि नै खिल्लया हादा आएको नि हो त्यसपछि थान्सुनाको फानबोक जगिन इरुन सारामी खेचोक माथाय आन्दा होइन पहिले मेसिनले थेसिन गरिसक्यो आफुरो सेरोउन इल्चारिनन् थ इसाङ सेङ्गिजी आनल कसिदा हो होइन नयाँ थ इसाङ भने के अब उपरान्त भन्नु थ इसाङ अझ अब उपरान्त
नयाँ जागिरहरू चाहिँ नयाँ नयाँ खाली रोजगारहरू उत्पत्ति हुने छैन होइन, उत्पत्ति हुनेछन्। संज्ञापन यी बनिम्निदा अब 27, 28 र 29, 30 है। ल यहाँ के भनेको छ, 예전에는 몸이 아프면 반드시 병원을 찾아가야 한다. विगतमा बिरामी भयो भने अनिवार्य रूपमा अस्पतालमै जानु पर्थ्यो। खरना थोङसिन खिसुरी फाल्टालामे त थोङसिन भनेको कम्युनिकेसन सञ्चार हो, थोङसिन भनेको सञ्चार। त्यसो भए हेर्नुहोस् भाइ बहिनी हो, तपाईहरुलाई कोरियामा जाने बित्तिकै सिम त निकाल्नै पर्छ हो। कुन चाहिँ सिम दिने, एनसेल दिने कि एनटिसी दिने भनेर सोध्छ नि। उता त एनसेल एनटिसी छैन, आफ्नै छ। अब टेलिकम्युनिकेसनको कम्पनीलाई चाहिँ थोङसिन्सा भन्छ। वेसाको सा हो के थोङसिन्सा, वेसाको सा थोङसिन्सा है। अनु थोङसिन्सा भनेर त्यहाँ पनि त्यो मोबाइललाई पनि अब के भन्छ सिम कार्डलाई युसिम भन्छ, युसिम भन्छ कोरिया युसिमल खेथोङ आदा। अघि खेथोङ भनेको के थियो, खोल्नु भनेको थियो नि हो। भनेपछि सिम कार्ड नयाँ खोल्नुलाई खेथोङ आदा भनेर के भन्छ रे, खेथोङ भनेर भनिन्छ है। त्यसपछि यहाँनिर के भनेको छ हेर्नुहोस् त, फेनिजम खेती फारो युसिम खुमे हो सेल्फ खेथोङ। खुमे गरिसकेपछि सेल्फ आफैले के गर्ने, सुचारू गर्ने। खेथोङ भने सुचारू भनेको नि। सिमलाई चाहिँ कोरियामा युसिम भन्छ। अघि नको मैले थोङसिन्सा भने, थोङसिन्सा चाहिँ कोरियामा तीनटा छ, मेन तीनटा छ। नेपालमा एनसेल र एनटिसी भनेको त तीनटा छ, एसके केटी एलजी यु प्लस भन्ने। एलजी थाहा छ नि तपाईँहरूलाई, एलजी अनि एसके अनि केटी, यिनीहरू यो चाहिँ तीनटा चाहिँ कम्पनी। उता गएपछि थाहा भइहाल्छ। जे होस् अहिलेलाई जान्नुपर्ने भनेको युसिम खेथोङ आदा। युसिम खेथोङ आएको, युसिम खेथोङ आएर वासुम निदा भनेर भन्ने हो के, बुझ्यो। अनुथोङसिन्सा भन्यो भने आमु गना केन्सान संहिता जुनसुकै भए पनि ठिक छ। अब कुन राम्रो त्यो चाहिँ मैले भन्न मिल्दैन, सबै आफ्नो आफ्नो ठिक छ, नेटवर्क टिकिहाल्छ है। ल नेपालको जस्तो हो र है। ल त्यसपछि हेर्नुहोस् त, तर तर सञ्चार अनि खिचुल भनेको प्रविधि होइन। सञ्चार प्रविधि विकास हुनुको साथसाथै छिबेस वामेनहरू, वामेन भनेको स्क्रिन है हो। घरैबाट स्क्रिन मार्फत उही सरल मान्नानन् फी थेम्यान। सुन्नुहोस्, थेम्यान भने फेस टु फेस। तपाईँ र हामी अहिले थेम्यान सुअब हो, यो कुन सुअब हो, थेम्यान सुअब हो। अब तपाईँहरूको फेस टु फेस नभएर रिमोटली अनलाइनमा हो भने फी थेम्यान सुअब हो। हाम्रो यहाँ अनलाइनमा साथीहरू हुनुहुन्छ नि, अनलाइनमा साथीहरू उहाँहरू सबै फिडिएमएन सो कति 30-31 जना हुनुहुन्छ उतै है। भन्छ यसलाई चाहिँ फिडिएमएन सो भनेर भनिन्छ। थेम्यान फिडिएमएन भन्छ। फिडिएमएन छिल्योगा खानुङ्गे जत्ता भनेको रिमोट भनेर भन्न सकिन्छ। रिमोट भनेको के, त्यही हाम्रो यो मात्र रिमोट हो र, टाढैबाट हुने भएर रिमोट भने हो नि। एकदम ग्रामीण भेगलाई पनि रिमोट एरिया भन्छ नि हो। भन्छ रिमोटली पनि के गर्न मिल्छ, उपचारहरू चेक जाँच सम्भव भएको छ। यी भाङ्सिकन 병원이 멀리 있는 농촌 지역 주민에게 특히 큰 도움이 된다. यो तरिका, यो विधि अस्पताल टाढा भएका नोङछोन क्षेत्रका नागरिकहरूलाई विशेष गरी ठूलो सहयोग पुग्छ। नोङछोन भनेको गाउँ, ग्रामीण क्षेत्र। किनभने यो नोङ भनेको नोङसाको नोङ हो के हो। नोङछोन भनेपछि हजुरको गाउँ, तर कृषि गर्ने, खेती गर्ने ठाउँलाई चाहिँ खेतै खेत भएको यस्तो गाउँलाई नोङछोन भन्छ। यी यस्तो यी तपाईँहरू यस्तैमा पार्ट टाइम हान्न जाने हो। अब यहाँ मकै टिप्न जाने कि होइन, गोलबेडा टिप्न जाने हो। तर के गर्नु, गाडी जान्छ सबै ठाउँमा, खेतमा गाडी जान्छ होइन। र ठिकै छ, बाटोको लागि चाहिँ के पिरै गर्नु पर्दैन। हिलो बाटो तपाईँहरूले त्यस्तै बेर देख्नै हुन्न है। ल त्यसपछि डट 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 उइसागा छिक्चप मोमुल साल्फे खोजी आनुमुरो। डाक्टरले प्रत्यक्ष हाम्रो शरीरलाई साल्फे खोदा निहालेर हेर्नु। निहालेर नहेरेकोले गर्दा उमुरो भयो भने निक्काले रिप्लेस गर्नु भने अघि होइन हो। नहेर्ने कारणले गर्दा छङ्वा खान छिन्दानी अरेवल्छु इत्तानन् छिजक्तो इत्ता भनेर भनिन्छ। छङ्वा खाता भने के अरे, ट्याक्क मिल्ने, एकुरेट भनेर भन्छ, मिल्ने। छङ्वा खान छिन्दान भने के, अङ्ग्रेजीमा डायग्नोसिस भन्छ, डायग्नोसिस। छिन्दान भनेको नेपालीमा चाहिँ रोग पत्ता लगाउनु। रोग पत्ता लगाउनुलाई के भन्छ, छिन्दान भनेर भनिन्छ। छिन्दान अरेवल्छु इत्तानन्, गाह्रो हुन सक्छ भने छिजक पनि छ। छिजक भने के गर्नु भएको छ, दाबी गर्नुलाई छिजक भनेर भनिन्छ। कुनै पनि कुरो दाबी गर्नु है, यस्तो पनि छ भनेर भने छिजक, पोइन्ट आउट गर्नु हो। छिजक भनेर भने चाहिँ यस्तो पनि हुन्छ है भनेर दाबी गरिरहेको छ भन्न खोजेको, यो वाला पोइन्ट आउट।
ठिजाउ अतन गसल कोक छिबस फुन्मेङागे खारीखिम भनेको चाहिँ खारीखिता भनेको पोइन्ट आउट गर्नु अथवा दर्शाउनु जनाउनु है त्यस्ता दाबी पनि छन् भनेर त्यसैले तारा छ थेमेन छिल्लो वा भिदेमेन छिल्लो रोल छ साङवाङे तारा आलमात्के नानु अस सुनन गसी फारामजी खादा भनेर त्यसैले फेस टु फेस प्रत्यक्ष गर्ने उपचार र अप्रत्यक्ष गर्ने उपचार चाहिँ के हो साङवाङ अनुसारले अवस्था अनुसार ए तारा भन्ने व्याकरण पढाएको छ कि छैन छैन अवस्था अनुसारले सुहाउँदो गरी मिल्ने गरी विभाजन गरेर बाँडेर प्रयोग गर्नु चाहिँ फारामजिक हुन्छ भनेको छ फारामजिक खादा भने उचित हुनु उपयुक्त हुनु है फारामजिक खादा भनेको उचित उपयुक्त भनेर बुझ्न सकिन्छ फारामजिक खादा डिजायरेबल एडभाइजेबल भनेर चाहिँ उपयुक्त हुन्छ उचित हुन्छ भनेर भनेको कुन मिल्छ होला ल भन्नुहोस् तोमी थेन्दा उइसका छिक्छ मोमल छले हो थामान भनेको तर भनेर बुझ्न चाहिन्छ तर डाक्टरले नै नहेर्ने कारणले गर्दा अलिकति गाह्रो हुन सक्छ भने त खुरै छ त्यसैले तारा छ भने त्यो भइहाल्यो खेदागा भने के त्यसमाथि थप भनेको अंग्रेजीमा मोर ओभर भन्छ नि अझ थप भन्नलाई के भनिन्छ खेदागा भनेर भनिन्छ इ बिसाइड्स फर्दर मोर ओभर भनेको फर्दर मोर भनेको त्यसमा अझ थप अझै कुरा गर्न खेदागा भनेर भनिन्छ है ल फिदेमेन छिल्योन धोसी छुमिन एकेमान थौमी थोइन्दा हो होइन सहरको लागि हो होइन फिदेमेन छिल्योन थेमेन छिल्यो खोदा अन्जेना छङ्वा खादा जुनसुकै बेलामा एकुरेट हुन्छ हो होइन 예전에도 집에서 와면으로 의사를 만날 수 있었다. होइन फिदेमेन छिल्योन छङ्वा खान छिन्दानी अरेउल छु 있다. यहाँनिर है यसरी चाहिँ तपाईहरुलाई अब के विषयसँग सोध्छ थाहा नै हुँदैन के थाहै हुँदैन यो टपिकमा के सोध्छ ल 29 यो चाहिँ के हो रे सिन्मुन खिसाए छेमोक पत्रिकाको लेखको के हो यो छेमोक भने शीर्षक पत्रिकामा यस्तो शीर्षक आयो भने यसको मिनिङ के हो त्यो गेस गर भन्न खोजेको इन्गोङ छिनङ यल्फुङे क्वालेन्देन हाक्वा छिवन्जा कङछुङ भनेर भनेको त ल अब यसको मिनिङ के भन्ने हो कङछुङ भन्ने शब्द मैले यो शब्दहरु पनि तपाईहरुलाई दिएको छ कि छैन छ होला कङछुङको मिनिङ के थियो एकैचोटी माथि बुर्लुक्क उफ्रिनु जस्तो टाइपको हो कङछुङ भनेको हो नि कङछुङ ए विथ अ जम्प खिन थारेरल मोगो हिमित के सोतकुच्छ तुइनन मोयङ तुइदा भनेको जम्प मार्नु हो बुर्लुक्क उफ्रिनु भन्न खोजा हो के है कङछुङ भनेको त्यसरी बुझ्न चाहिन्छ अब नेपालीमा त मिल्ने सुहाउने शब्द ल्याएर तपाईहरुलाई एक्सप्लेन गर्ने हो के इन्गोङ छिनुङको यल्फुङ भने के लहर भन्न सकिन्छ क्रेज भन्न सकिन्छ त्यो प्रतिको जोश जागर जुनुन भन्न सकिन्छ है एआई प्रविधिको आर्टिफिशियल इन्टेलिजेन्स को लहर अथवा जुनुनमा सँग सम्बन्धित हाक्वा भने के हो हाक्वा भने बर्बाद भयो कसैलाई थाहा छैन अब स्टुडेन्ट भिजामा जानेहरु बर्बाद अब घरमा डिपार्टमेन्ट विभाग हो हाक्वा भनेको डाडोमा पानी तताउने है त्यसपछि के गर्ने म भन्दिन अब तिमीहरुलाई हाक्वा भने डिपार्टमेन्ट हो के विभाग हो के ए भाइ पनि हो ग्वा नगर्ने क्वा गर्ने के रे क्वा गर्ने क हो क उच्चारण हाक्वा हुन्छ मलाई विश्वास लाग्दैन भने नेभर डिक्सनरी छ कि छैन छ लेख्नुहोस् यहाँनिर हाक्वा भनेर लेख्नु कोरियन टु कोरियन जानुपर्छ अब आउँछ होला मेरो ए भाइ हाक्वा ए हाक्वा आयो नि लेख्दा मात्र क्वा हो हाक्वा त्यो हिसाबमा त्यही डिपार्टमेन्ट भएर छि भनेको दाँत हो के छिक्वा भनेको दन्त विभाग हो इबी इनहु क्वा नाक कान घाँटी विभाग अनि त्यसपछि छङह्यङ वेक्वा के हो छङह्यङ वेक्वा हाड जोड्ने विभाग हो वेक्वा बाहिरी उभो है नेक्वा भित्री अन्तरङ्ग विभागको वेक्वा भने चाहिँ तपाईको नेपालीमा के भन्ने वेक्वा बहिरङ्ग भनेर भन्यो बहिरङ्ग भनेर भन्यो अनि के भन्छ ओपीडी भन्न खोजा हो वेरे छिल्योक्वा भन्छ वेरे छिल्योक्वा भनेर भन्छ ओपीडी
के हो यो ओपिडी भने वेरे छिल्यो क्वा भन्नु ओपिडी चाहिँ आउट पेसेन्ट डिपार्टमेन्ट भनेर भनेको के हो ओपिडी भनेको भन्नु न ल आउट पेसेन्ट डिपार्टमेन्ट भयो होइन मिनिङ चाहिँ के हो भने कि तिमीलाई रुगाखोकी लाग्यो अब के ओडामा भर्ना भइहाल्ने हो वार्डमा भर्ना भइहाल्ने हो पेट दुख्यो वार्डमा भर्ना भइहाल्ने होइन नि जाने डाक्टरसँग भेट्ने उसको टिकट काट्ने आफ्नो लक्षण भन्ने अब जचाउनै छ भने टेस्टहरू रगत खकार के टेस्ट लिने आफ्नो घर फर्किने आउट पेसेन्ट डिपार्टमेन्ट ओपिडी हो ओपिटी होइन सब ओपिटी ओपिटी भन्दै हिँड्छ ओपिडी हो त्यसलाई चाहिँ वेरे छिल्लिएको वे भने बाहिर होइन बाहिरैबाट गर्ने वार्डतिर भर्ना हुन आइरहनु पर्दैन भन्न खोज्यो त्यस्ता त्यस्ता कुराहरू छन् भाइ बहिनी हो ओके हस्पिटलको त्यो वार्डलाई चाहिँ फ्याङसिल भन्ने भन्छ फ्याङनको फ्याङसिल भने कोटा फ्याङसिल वार्ड अब हाम्रो केयर गिभर यताउता पनि चाहिएला यस्ता शब्द है लडिक छ अब त्यसो भए इन्गुङ छिनुङको के भन्छ क्रेजसँग सम्बन्धित डिपार्टमेन्टको छिवन्जा भने के हो छिवन्जा भने सायदकर्ता त्यो अहिले मिलेन यहाँ अर्को ल मेनुका के हो छिवन्जा भनेको छिवन आधाको के मिनिङ थाहा छ छिवन हादाको मिनिङ बुझ्छ छिवन्जा यतिकै बुझ्छ हो छिवन आधाको मिनिङ के रे एप्लाई गर्नु छिवन्जा भने एप्लिकेन्ट आवेदकर्ताहरू केटाकेटी हो छिवन्जाका मानायो भने कि एप्लिकेन्टहरू धेरै भयो भनेको छिवन्जा यहाँ एप्लिकेन्ट एप्लाई गर्ने मान्छेहरू भने के आवेदकर्ता हो आवेदक मात्र भन्छ हो ल कर्ता भन्नु आवेदकहरू चाहिँ नि पुर्लुक्क उफ्रियो भने चाहिँ आवेदकहरूको संख्या बढ्यो भन्न खोज्यो के एआईसँग सम्बन्धित डिपार्टमेन्टको आवेदन दिने मान्छेहरू बढ्यो अब पढ्नुहोस् कुन हुन्छ खाम्सो यता हो इन्गुङ छिनिङे त्यहाँ खन्सिमी छुर छ घटेर छिवन्जाका खुगे खाम्सो यता हो इन्गुङ छिनुङ खल्लेन हाक्कदरी इत्तारा मुनुल थापको इत्ता ए बन्द भइरहेछ अरे डिपार्टमेन्टहरू नै बन्द भइरहेछ अरे होइन अब यो इत्तारा भनेको कन्टिन्यू हुँदै भन्न खोजेको इत्ता भनेको हो जोड्नु हो नि हो निरन्तर लगातार भन्न खोजेको इन्गुङ छिनिङे ध्यान खन्सिमी नोफाज्य छ फल्यन हाक्वा छिवन्जाका खुगे निरत्ता हो यही नै हुन्छ इन्गुङ छिनिङ फल्यन हाक्वा थुङ्नोक्कुमी खुगे ओल्ला त के हो यो थुङ्नोक्कुम भनेको दर्ता गर्ने पैसा हो नि खुम भने पैसा फिसलाई थुङ्नोक्कुम भन्छ लेख्नुहोस् थुङ्नोक्कुम थुङ्नोक्कुम भन्छ फी ट्युसन फीलाई यो चाहिँ स्कुलतिर हो अब हाम्रो त यो स्कुल हो हाम्रो स्कुल हो कि इन्स्टिट्युट हो यहाँ चाहिँ थुङ्नोक्कुम युज हुँदैन यहाँ तपाईँहरूले सुगाङ्न्यो भन्छ के भन्छ सुगाङ्न्यो त्यो अवस्था अनुसार फरक पर्छ भाइ बहिनी हो अवस्था अनुसार फरक पर्छ सुगाङ्न्यो भन्छ सुगाङ भने क्लासको चाहिँ फी है स्कुलतिर चाहिँ थुङ्नोक्कुम मैले तिमीहरूलाई यो के अरे इन्टरभ्यू तयारीलाई पनि पठाएको थिएँ थुङ्नोक्कुम पनि भन्छ हाक्पी पनि भन्छ युहाक्पी पनि भन्छ भनेर मैले पढाएको थिएँ होला यहाँ हाम्रो ऊ यो के अरे मङ्गलबाई छ मङ्गलबाई आछ छ पढाएको छ कि छैन छ नि हो टाउको हल्लाइसक्यो सबै पढाएको छ तिमीहरूलाई किन भन्दा इन्टरभ्यू लिने मान्छेले के शब्द युज गर्छ तिमीहरूलाई थाहा छैन युहाक भने के विदेशमा पढ्न जान्ने युहाक भन्छ युवा खाता स्टडी एब्रोड युहाक्पी भने के बाहिर पढ्न जाने तिम्रो खर्च भनेको कसले जीवन गर्छ कसले सहयोग गर्छ फुमुनिमले गर्छ गर्न त तिमीहरूले गएर पार्ट टाइम हानेर आल्बा हानेर आफैले गर्ने हो तर इन्टरभ्यूसम्म त कसले गर्ने हो आमाले गर्ने हो त्यही भएर वर्षको 30 लाख 32 लाख देखाएन त्यहाँ एनुअलमा सक्छ भनेर देखाएको हो नि अरू केही पनि होइन होइन ल सकोस् नसकोस् कागजमा चाहिँ सक्नुपर्छ त्यति हो ल खिसुल फाल्चन सोक खेइन छङ्गो युचुल फिसाङ भने के आपतकालीन अवस्थामा इमर्जेन्सी अर्जेन्ट भयो भनेको युचुल भने के टुवावट लिक हुनु खेइन जङ्गो भने के व्यक्तिगत जानकारी लिक हुने चाहिँ एकदम फिसाङ भयो खिसुल फाल्चन भने के प्रविधिको विकास सोक भनेको खासा भित्र त्यही माझमा भन्न खोज्यो प्रविधिको विकास माझमा के भयो व्यक्तिगत जानकारीहरू लिक हुने एकदमै खतरनाक अवस्थामा पुग्यो फिसाङमा पुग्यो भनेको त व्यक्तिगत जानकारी त यतिकै लिक हुन्छ हो तपाईँहरूको के छ र नाम फोन नम्बर आइडी पासवर्ड त ह्याकरले चाह्यो भने 2 सेकेन्डमै लिन्छ तिमीहरूको एउटा लिङ्क दिन्छ तिमीहरूलाई अब भाटबटिनीले 600 को गिफ्ट कुपन रे भन्दा त्यही 600 को लोभमा क्लिक गर्छ सक्यो गयो तिमीहरूको त्यस्तै मेसेज आइरहेको थियो होइन बुद्ध एयरलाइन्सले कति 25औं एनिभर्सरी के भन्दा आएको थिएन अस्ति न त्यो सबै ह्याकर हो तिमीहरूले बुझ्दैन ल ठिक छ खिसुल फाल्चन हामी भन्छ केइन छङ्बका से
नागानन मुन्जेका सिमका केजी गयो त यहीँनिर चाहिँ सेदा भनेको लिकुन हो कि होइन ओ सेदाबाट आएको यो सेदा भनेको लिकुन हो भाइ बहिनी हो सेदा मुरी सेदा के हो पानी लिकुन हो यसरी बुझ्न सकिन्छ मुरी सेदा सुदो भनेको के सुदो राजधानी पनि हो धारा भन्ने पनि लाग्छ गुड सुदो भने राजधानी पनि हो धारा सुदोक्वान भनेको के हो धाराको पानी होइन सुदोक्वानी सेदा भन्यो भने धाराको पानी लिक भयो त्यस्तो अर्थ लाग्छ कि हेर्नुहोस् है सुदो भनेको धारा स लाग्यो सुदोन्मूल भन्यो भने चाहिँ धाराको पानी भनेर सुदोन्मूल मासिजी मासे धाराको पानी नपिउनुहोस् फिल्टर नगरिकन भने कि है त्यसरी है ल सुदोन्मूल पनि भन्छ प्रोनाउन्सिएसन सुदोन्मूल हुन्छ ल ठिक छ अब त्यसो भए अरू मैले पढिनँ अरू त्यस्तो शब्द के छ गाह्रो नि यहाँनिर छैन त्यो त केही छैन है ल सबै उ गरेर छैन ल सक्यो 30 नम्बर यहाँ हाम्रो अनलाइनमा फिडब्याक गर्नु पर्यो भनेर भन्न नहुने साथी को हुनुहुन्छ नाम थाहा भएन पुग्यो चित्त बुझ्यो बोलिदिनुहोस् त आज त स्क्रिन नै आएकै छैन स्क्रिन आएको छैन ए आइरहेछ स्क्रिन आएको छ त्यस्तो समस्या आयो भने तपाईँ एकचोटि आउट भएर फेरि इन हुनु सल्भ हुन्छ कि गुड क्वेसन गरे ल ठिक छ भोलिदेखि भयो अझै त्यस्तै गर्छु है कस्तो खतरा छ नि हैन अझ यसरी गुड क्वेसन ल अब कहाँसम्म पढायो